यहाँहरू सम्पूर्णलाई नमस्कार। डिग्निटी इनिसिएटिभको नियमित मासिक श्रृङ्खला छलफल श्रृङ्खला डिस्कोर्स फर डिग्निटीमा यहाँहरू सम्पूर्णलाई संस्थाको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। डिग्निटी इनिसिएटिभ मूलतः दलित सवालमा निरन्तर रूपमा अध्ययन अनुसन्धान, नीतिगत बहस र दलित आन्दोलनलाई विभिन्न माध्यमबाट सहयोग पुर्याउँदै आइरहेको सामाजिक संस्था हो र अहिले हामी झन्डै 10 वर्षदेखि यो काममा क्रियाशील छौँ। डिस्कोर्स फर डिग्निटी विशेष गरेर दलित सवालका समसामयिक अर्थ राजनीतिक, सामाजिक तथा सांस्कृतिक विषयहरू वस्तुहरूमाथि हामी छलफल गर्छौँ र यसै सन्दर्भमा चाहिँ हामीले आज यो महिनामा चाहिँ अम्बेडकर र उनको लेगेसीको बारेमा, उनीहरूको विरासत योगदानका बारेमा छलफल गर्ने निर्णय गऱ्यौँ। यसको कारण थियो, यहाँहरू सबैलाई थाहा होला, अप्रिल महिनालाई विशेष गरी अम्बेडकरवादीहरू या अम्बेडकरिजममा विश्वास गर्ने मान्छेहरूले चाहिँ अप्रिल महिनाभरि अम्बेडकरलाई, उनको योगदानलाई विभिन्न छलफल गरेर सम्झने गर्छन्। अम्बेडकरको योगदानको कुरा गर्दा पछि सरले त्यसमा विस्तृत रूपमा जानु नै हुन्छ, तर उनको योगदानको कुरा गर्दा त्यो एउटै विधामा मात्र सीमित छैन। अर्थशास्त्रदेखि लिएर कानुन, न्यायशास्त्र, सामाजिक न्याय, सामाजिक सुधार लगायत विविध विषयमा उनको योगदान रहेको कुराहरू यहाँहरू सबैलाई थाहा छ। त्यसमा पनि अझ उनको मुख्य योगदानको कुरा गर्दा चाहिँ विशेष गरी जात, यसको उत्पत्ति र विकासको कुरा र जातीय विभेदको कुरा र यसलाई कसरी नष्ट गर्न सकिन्छ, एनाइलेसन अफ कास्ट नै भनेको छ मैले आफ्नो भाषामा, त्यो विषयमा उनको अध्ययन चाहिँ धेरै गहिरो छ र अद्भुत छ। तर समसामयिक उसमा चाहिँ हेर्दाखेरि अहिले बिस्तारै त्यो परिदृश्य फरक हुँदैछ। उनको यो होल जुन योगदान छ, विरासत छ, त्यसलाई चाहिँ एउटा समुदायको नेताको रूपमा चाहिँ रिड्युस गरेर बुझ्ने जुन परिपाटी छ, त्यो इन्डियामा पनि हो, नेपालमा पनि त्यो किसिमले बुझ्ने परिपाटी देखिन्छ। उनको बहुआयामिक व्यक्तित्वका बारेमा पनि चर्चा गर्नु वाञ्छनीय हुन्छ भनेर हामीले आज यहाँ भेला भएका छौँ। र यसपालि हामीले विशेष गरी नेपालमा अहिले संविधान संशोधनको कुरा सार्वजनिक बहसमा संविधान संशोधनको चर्चा चलिरहेको छ र संविधान संशोधनको कुरा हुँदै गर्दा विशेष गरी अझ समावेशिता र त्यसमा पनि समानुपातिक प्रतिनिधित्वको कुरामाथि अझ विशेष चर्चा भइरहेको सन्दर्भमा जुन अम्बेडकरले भारतमा संविधान ड्राफ्ट गरिसकेपछि भारतको संविधान सभामा त्यो मस्यौदा प्रस्तुत गर्दै गर्दा जुन उनले कन्स्टिट्युसनल मोरालिटीको कुरा गरेका थिए, संवैधानिक तपाईँको भ्यालुजको कुरा गरेका थिए, त्यो सन्दर्भलाई पनि यो प्रसङ्गमा कोट्याउन जरुरी हुन्छ र त्यसले कुनै न कुनै रूपमा हाम्रो सार्वजनिक बहसमा त्यसलाई चाहिँ सहयोग गर्छ भन्ने हिसाबले हामीले यो विषयमा चाहिँ कुरा गर्न खोजिरहेका छौँ। र तेस्रो कुरा चाहिँ जात व्यवस्थाका बारेमा अम्बेडकर आफैले थुप्रै लेखेका छन्, बोलेका छन्। त्यसका बारेमा पनि हरिसरले चर्चा गर्नु नै हुनेछ। एज एन आउटसाइडर नेपालमा जुन कास्ट सिस्टम छ, तपाईँको रिडिङ पनि के छ, कसरी हेरिरहनु भएको छ र यो मुभमेन्टलाई पनि तपाईँको के सुझाव र सल्लाह छ भन्ने कुरा पनि हामी जान्न चाहनेछौँ। शीर्षकका बारेमा यहाँहरू अवगत नै हुनुहुन्छ, अम्बेडकरको दृष्टिमा संवैधानिक नैतिकता र जात व्यवस्था। ब्रिफली फर्मेटको कुरा गर्दा सरले चाहिँ 45 मिनटदेखि 1 घन्टासम्म बोल्नुहुनेछ। त्यस पछाडि हामी अन्तर्क्रियामा जानेछौँ। सरको नाम आफैमा परिचय भएको हुनाले मैले धेरै कुरा भनिनँ, सोझै अब सरलाई हस्तान्तरण गर्न चाहन्छु। अब यो धन्यवाद सबभन्दा पहिला त डिग्निटी इनिसिएटिभलाई। त्यसपछि आज यति रमाइलो लागेछ कि यहाँ बोल्न त बेला बेला ठाउँ ठाउँमा बोलिराखेकै छु, तर आज किन रमाइलो लागेछ भने भाइ बहिनीहरूलाई देखेर, भाइ बहिनीहरू नै भन्छु म है। म विभिन्न काम गरिसकेँ, तर सबभन्दा मैले इन्जोय गर्ने भनेको पढाउने काम हो होइन। पढाउनलाई पढ्नुपर्छ, पढ्न पनि त्यत्तिकै मनपर्छ, अनि पढाउने काममा पनि मलाई एकदम छ। तर कुनै फर्मल इन्स्टिट्युसन्सहरूमा आबद्ध छैन, तर जहाँ मलाई विद्यार्थी भाइ बहिनीहरूले अथवा यङहरूले बोलाउँछन् म त्यहाँ पुगेकै हुन्छु र भलेन्ट्री रूपमै पनि कतिपय ठाउँहरूमा मैले पढाउने काम गर्छु। तर अहिले एफिलिएसनमा चाहिँ काठमाडौँ युनिभर्सिटी स्कुल अफ पब्लिक पोलिसीमा सोसल जस्टिसको प्रोग्राम डिजाइन गरेर कति 8वटा 9वटा सेमेस्टर, 1 सेमेस्टर पर इयर गरेर पढाएँ। बेसिकली पढाउनेमा पेसा हो। तर कुरा गर्दै जाँदाखेरि अलिकता अटोबायोग्राफिकल कुरा पनि हुन्छ। नेपालको पोलिटिकल परिदृश्यमा विभिन्न समयमा प्रधानमन्त्रीदेखि लिएर राष्ट्रपतिसँग काम गर्ने मैले सौभाग्य पनि पाएको छु। त्यसले गर्दा अलिकता तपाईँहरूलाई लाग्न सक्ला कतै कतै
राजनीतिक कुराहरूको झल्को आयो भने सकेसम्म त्यसलाई मैले आफ्नो अनुभवको रूपमा मात्रै प्रयोग गर्नेछु, अरू कुनै हुने छैन। यहाँ अघि एकजना सरलाई भेटेँ, उहाँले मलाई 47-48 सालमा प्रधानमन्त्रीका काम गर्दा भेट्नु भएको रहेछ, सम्झना भयो। भनेपछि यो समाजसँग विभिन्न तरिकाले जोडिएको छु। आज रमाइलो चाहिँ यङ भाइ बहिनीहरूलाई देखेर र पुराना साथीहरू पनि, अब गणेश म पढ्छु भन्छ, राजनीति गर्थेँ होइन, के अरे तुला, त्यसपछि राजनजी, प्रणव, यी पुराना साथीहरू पनि हुन्, भाइहरू, साथीहरू, कलिग्सहरू र विभिन्न आन्दोलनका सहयात्रीहरू पनि हुन्। नेपालको लोकतान्त्रिक आन्दोलन, सामाजिक आन्दोलनको सहयात्रीहरू। डिग्निटी इनिसिएटिभले सम्झिने कुराले मलाई धेरै खुसी लाग्यो, किनभने अम्बेडकरको विषयमा मैले केही पढेको छु तर बुझेको छैन, स्पष्ट रूपमा भनिदिन्छु। तर त्यही जिज्ञासालाई लिएर केही बोले भने र छलफलमा भाग लिए भने केही मेरो पनि क्ल्यारिटी हुन्छ होला भन्छ। त्यही भएर अघि मैले भने पढाउनु भनेको पढ्नु पनि हो, कुरा गर्नु भनेको सुन्नु पनि हो, त्यही अर्थबाट म गरेको छु। अनि अस्ति केही दिन अगाडि जेबीलाई मैले धेरै वर्षदेखि चिन्दछु, रूपजीको पनि नाउँ सुनेको, दुईजनाले सरसँग भेट्नु पऱ्यो भनेपछि मैले हुन्छ भनेर मेरो अफिसमा भेट्न आउनुभयो। भेट्न आउनेमा कुरा गर्ने बेलामा व्यापक सामाजिक आन्दोलनदेखि विभिन्न कुराहरू भयो, तर उहाँहरूको भित्री एजेन्डा मलाई आज बोलाउने रहेछ। उहाँहरूले बोलाउने कुरा भन्नुभन्दा अगाडि नै अम्बेडकर यहाँ उहाँ जयन्ती आउँदैछ, यो अप्रिल महिना चल्छ भन्ने बित्तिकै उहाँहरूले होइन यो टपिक्स दिएको, मैले नै कन्स्टिट्युसनल मोरालिटी अम्बेडकरको एउटा इम्पोर्टेन्ट कन्सेप्ट छ विच हेज बिन अनएक्सप्लोर्ड। अब यो पढ्ने पढाउने भावनाले अलिअलि अङ्ग्रेजी बिचमा पस्छ, माफ गर्नु होला सकेसम्म है। यो अनएक्सप्लोर कन्सेप्ट हो, किनभने तर त्यसको एकदम फन्डामेन्टली डिफाइन्स, इन्डियाको तपाईँ या लको विद्यार्थी हुनुहुन्छ, कन्स्टिट्युसन र डेमोक्रेसीलाई लिङ्क गर्नको निम्ति यो कन्स्टिट्युसनल मोरालिटी चाहिँ एकदम इम्पोर्टेन्ट कन्सेप्ट जस्तो मलाई लाग्छ। त्यसलाई पछि फर्दर धेरै मान्छेले लेखेको पनि छैन यसमा। अलिकता गोपाल गुरु, तपाईँहरूले नाम सुन्नुभयो होला, हि इज अल्सो भेरी फेमस स्कलर अन दलित इस्युज, मार्जिनलाइज इन्क्लुजनमा लेख्नुहुन्छ, दिल्ली युनिभर्सिटीमा हुनुहुन्थ्यो, मेघालय युनिभर्सिटीको पनि भाइस चान्सलर भइसक्यो। त्यसपछि अर्को चाहिँ प्रताप भानु मेहताले सेमिनारमा पनि लेख्नु भएको छ। तर अहिले केही समय यता इन्डियामा जब मोदीको गभर्मेन्टले जसरी कन्स्टिट्युसनल इस्युजहरूमा ट्राम्पल गरिरहेको छ अथवा त्यसलाई अतिक्रमण गरिराखेको छ, सामाजिक आन्दोलनहरूमा जुन किसिमको चाहिँ स्खलन आइराखेको छ, मान्छेहरूले कता कता धेरै कुरा गर्न लागेको कन्सेप्ट छ कि यो कन्स्टिट्युसनल मोरालिटी वाट इट इज। अब आज मेरो कन्भर्सेसन तपाईँहरूसँग मेरो स्टेटमेन्ट होइन, यो कन्भर्सेसन चाहिँ बेसिकली अब अम्बेडकरको पहिचान ठुलो छ, उनको व्यापकता पनि छ, तर म इन्डियामा पढेको हुँ, सानैदेखि राजनीतिक कर्ममा पनि बोर्डरको एरियामा मेरो घर थियो, बाहिर जाने आउने पिताजीहरू पनि ब्रिटिस आर्मीसँग आबद्ध भए तापनि पोलिटिकल कन्सियसनेस हाम्रो फ्यामिलीमा धेरै थियो। गोरखपुर जाँदा होस् या लखनऊ जाँदा होस् या कानपुर जाँदा होस् या इलाहाबाद जाउँ, नर्दर्न युपीमा जहाँ जाँदा पनि अब यो दलित भन्ने शब्द हामीलाई त्यो ट्याग लगाइयो भन्दै पनि यो फाइट गरेर लिएको शब्द हो। कुनै जमानामा गान्धीजीले हरिजन भन्दाखेरि यो हरिजन होइन, हरिको जन होइन, हामीलाई सप्रेस्ड क्लास हो, अप्रेस्ड क्लास हो, त्यसलाई के भन्ने भन्दै अङ्ग्रेजी कोलोनियल डिस्कोर्सबाट आएको शब्द हो होइन। हाम्रोतिर त जात व्यवस्थाले जे जात हो त्यही भन्ने व्यवस्था थियो, सामूहिक कुरामा भन्दा छुने नछुने, पानी चल्ने नचल्ने भनेबाट गएको थियो। त्यसकारण दलित भन्ने शब्द आफैमा इम्पावरिङ पनि छ, एट द सेम टाइम एनी कन्सेप्ट द्याट इज इम्पावरिङ अल्सो सब्जुगेटिङ, बिकज द्याट क्रिएट्स योर ओन आइडेन्टिटी एन्ड पर्सोना। कतिलाई त्यो मन पर्न सक्छ, कतिलाई मन पर्न सक्दैन। तर पपुलर पार्लेन्समा नेपालको पोलिटिकल डिस्कोर्समा हामीले दलित शब्द प्रयोग गर्छौँ। मलाई अप्ठ्यारो लाग्छ, त्यसले एक किसिमको विभेद देखाउँछ भन्दै पनि अब डिसेबिलिटीको सन्दर्भमा पनि पछाडि पारेको शब्द पारिएका भरे जस्तै दलित बनाइएका भन्ने शब्द पनि त लामो हुनसक्छ होला। यसले गर्दाखेरि जे शब्द हामीलाई अनुकूल हुन्छ त्यही अनुसार लिने हो। यसमा मेरो कुनै सहित मलाई प्रश्न चाहिँ छ यो शब्दप्रति, तर यसको अल्टरनेटिभ के हुन्छ भनेर मैले त्यसबारे सोच्न सकेको छैन। यस कारण दलित, अघि रूपजीले नि भन्नुभयो अम्बेडकर भन्ने बित्तिकै दलितको मात्रै नेता भने जस्तो धेरै यो पोलिटिक्सले आएको, किनभने हरेक पोलिटिक्सलाई आइकन चाहिन्छ,
र त्यो आइकनको निम्ति अम्बेदकर वाज अ बेस्ट पर्सन सुटेड एन्ड इनफ्याक्ट हि वाज द हु च्याम्पियन, जसले यो च्याम्पियन पनि गर्नुभयो, त्यसमा कुनै दुई मत छैन होइन। र अहिले हामीले, म चाहिँ गान्धीको विद्यार्थी हो, फेरि मलाई धेरै पटक अम्बेदकर गान्धीको डिबेटमा मानिसहरूले ड्र्याग गर्न पनि खोजेका छन्, तर म गान्धीको विद्यार्थी हो। कुनै जमानामा गान्धीले कुन कुन ठाउँमा गएर सत्याग्रह गरे, कहाँ कहाँ कलेक्टिभ एक्सन गरे भनेर 8 महिना 9 महिना घर छोडेर भौतारिएको खोज्न हिँडेको मान्छे, किन गान्धी वाज अ डिफ्रेन्ट काइन्ड अफ फ्यासिनेसन। तर म जहाँ गान्धी जान्थेँ र गान्धीको ठाउँबाट अलिक पर गएपछि, सहर बजारबाट अलिक पर गएपछि झुग्गी झोपडी दलितले काम गर्ने, मार्जिनलाइज कम्युनिटीले स्क्याभेन्जर्सहरू जो फोहोर निकाल्ने काम गर्नेहरूमा गयो भने त्यो बस्तीमा जाँदाखेरि थ्रु आउट इन्डिया एउटा स्ट्याचु टिङ्ग उभिएको हुने, टाई लगाएको हुने, अनि हातमा एउटा यस्तो कन्स्टिट्युसन समातेको हुने, अनि त्यसमाथि पछि रङ उडेको छ भने कसैले चाहिँ यस्तै जयन्ती आयो यताउति भयो भने रङ लगाउने। अम्बेदकरको कोट सधैँभरि निलो, त्यही भएर अहिले के भन्छ चन्द्रशेखर आजाददेखि लिएर सबै मान्छेले झन्डा सन्डा के भन्छ मायावतीले समेत हात्ती राख्दा राख्दै पनि निलो रङमा उनीहरू छन्। किनभने कसले अम्बेदकरले निलो प्रयोग गरे कि गरेनन्? किनभने हरेक पटक धर्म परिवर्तनको नाउँमा मास मोबिलाइजेसन गर्ने नाउँमा त पहेँलोमै गए होलान्, किनभने त्यो अब केमा गए त्यो हेर्नुपर्ने छ होइन। त्यो निलो कहाँबाट आयो भन्ने कुरा चाहिँ बडा अचम्म लाग्थ्यो। अनि निलोको सँगसँगै कन्ट्रास्ट गर्न हो कि रातो टाई, हजुर, अनि कन्स्टिट्युसन। अनि लाग्थ्यो कि अब हामीले पढ्दाखेरि अलिक अब त्यो बायस पनि थियो, पढ्दाखेरि के थियो भने गान्धीजीले लुगा छोडे, साउथ अफ्रिकाबाट आएर भारतका मान्छे आधाभन्दा बढी नाङ्गा भोका छन्, त्यही अनुसार बस्छु भन्यो, लाठी समात्यो र आम मानिसको बिम्बको रूपमा आयो भने अम्बेदकरले जसलाई प्रतिनिधित्व गरिन्छ भनिन्थ्यो, अहिले यो चाहिँ छलफल भावनाले मैले त्यो शब्द प्रयोग गर्दैछु, उनी किन त्यसरी उभिन्छन्? अनि मेरो धेरै साथीहरू यो आन्दोलनमा लागेको साथीहरूलाई सोद्धाखेरि अम्बेदकर इज अ एस्पिरेसनल लिडर, आकाङ्क्षाको लिडर होइन। दलित जो सब्जुगेटेड छ, दबिएको छ, थिचिएको छ, उसले पढ्ने, उसले देखिने र के हो भने अल्टिमेटली मिररिङ इमेज हुन्छ सोसाइटीमा। पढालेखा मान्छे अब लर्ड साहब, अब लाट साहब भने जस्तो होइन, पढेपछि चाहिँ तपाईँको किताब हुनुपर्छ होइन। अनि पछि केही साथीहरूले त्यो रातो टाईलाई पनि रिभोल्युसनरी पोलिटिक्ससँग जोडे। अनि रिभोल्युसनरी पोलिटिक्ससँग जोड्दा जुन मिलिटेन्ट दलित मुभमेन्ट छ त्यसले अम्बेदकरलाई कसरी रिप्रेजेन्ट गर्छ भन्ने क्वेसन पनि बेला बेलामा आउँछ। अम्बेदकर एकदम कम्प्लेक्स पर्सनालिटी हो, मैले तपाईँहरूलाई यो भन्न खोजेको। अघि उहाँले पनि भन्नुभयो बहुआयामिक हुने बित्तिकै मान्छे कम्प्लेक्स हुन्छ। गान्धी हेर्दा त्यति गान्धी जस्तो एब्स्ट्र्याक्ट गर्न सजिलो पनि यहाँले चक छैन। मैले यस्तो एउटा ड्रइङ गरेँ भने यो मान्छे को हो भने तपाईँले गान्धी भन्नुहुन्छ। एउटा लौरो ठडाइदिएर कान ठाडो पारिदिएपछि त्यो गान्धी हुन्छ हो। जति मान्छे पपुलर हुन्छ, जति आत्मसात गर्न सकिन्छ, त्यो एब्स्ट्र्याक्ट हुँदै जान्छ। तपाईँहरूले हेर्नुभयो भने बिहाको कार्डमा गणेशजीको नक्सा कति थरी हुन्छ। गणेश इज अनदर आइकन फोटोग्राफी अथवा स्कल्पचर्स विच क्यान बी इजिली ट्रान्सलेट इन्टु द एब्स्ट्र्याक्सन। त्यसलाई एब्स्ट्र्याक्सनमा लिएर जान्छ। सो अम्बेदकरको एब्स्ट्र्याक्सन हुन सकेका छैन, त्यही भएर स्टिल अम्बेदकर दुरुह छन् भन्छु। गान्धी अम्बेदकरभन्दा कति कठिन हो इन टर्म्स अफ लाइफ स्टाइल, बोल्ने कुरा, कर्पस हेर्दाखेरि 100 भोल्युम्स अफ महात्मा गान्धी हेर्नुभयो भने फुल अफ कन्ट्रडिक्सन बट अ क्लियर मिसन। अम्बेदकरको बारेमा त्यत्रो रिसर्च भएको छैन। सर्टनली देयर आर। अब अस्ति अहिले भर्खरै तपाईँको चाहिँ महाराष्ट्र गभर्मेन्टले उसको कलेक्टेड वर्क चाहिँ कम्प्लिट गरेर निकालेको छ मराठी, किन महाराष्ट्रियनहरूको अलिकति त्यो छ। महाराष्ट्र गभर्मेन्टकै स्टेट एसेम्ब्लीबाटै एप्रुभ गरेर चाहिँ अम्बेदकरको किताबहरू निस्केको छ। आकाश सिंह राठौडले अन अम्बेदकर भनेर 7 भोल्युम किताब निकालेको छन्। उनले अरूवटा चाहिँ प्रिएम्बल, कन्स्टिट्युसनल प्रिएम्बल भनेर अर्को किताब निकालेका छन्। अम्बेदकरको रिसर्जेन्ट अहिले भइरहेको छ। अम्बेदकरको रिसर्जेन्ट बेसिकली, अब त्यसपछि म यो कन्स्टिट्युसनल मोरालिटीमा जान्छु। अम्बेदकरको रिसर्जेन्ट इन्डियामा बेसिकली काशीराम, मायावती, बहुजन समाज आयो, पावरमा गयो, होल्ड गर्न सकेन। कोअलिसन पोलिटिक्सले पनि होल्ड गर्यो। त्यसपछि तपाईँको के हो भने कि जब हिन्दुत्वको इन्डियामा पोलिटिक्स राइज भइसक्यो, दलितको एज अ क्याटेगोरिज कहाँ बस्छ, कसको पोलिटिक्ससँग जान्छ, यो कोअलिसन पार्टनर भएर कहिले यता जाने युज हुने हो कि यसको आफ्नै अस्तित्व छ भन्ने केही युवाहरूको खोजी, केही नयाँ मान्छेहरूको खोजी, केही स्कलर्सहरूको खोजीले त्यसलाई भिन्दै ठाउँमा उठाइराखेको छ। युपीको एक्सपेरिमेन्टल पोलिटिक्सलाई हेर्दाखेरि
यता उसको पार्ट उता उसको पार्ट भयो। अहिले 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 मायावतीको पछाडि उसको भतिजा बाहेक अर्को कोही पनि, भतिजालाई पनि निकालिन् अर्को कोही मान्छे लिएर हिँडेको छ। काशीरामको लिगासी खतम भइसक्यो। अम्बेडकर भन्ने बित्तिकै अहिले पार्लियामेन्टमा एउटा सिट भएको चन्द्रशेखर आजाद देखिन्छ। इन टर्म्स अफ द्याट त्यो देखिन्छ, तर त्यसको अर्थ यो होइन इन्डियामा अहिले दलित सोसल मुभमेन्टको रिसर्जेन्ट छ। किनभने इन्क्रोचमेन्ट छ। त्यो एकदम टिपिकल डिबेट के हो भने मेजोरिटेरियन हिन्दू थिङ्किङमा दलित कहाँ पर्छ, यो डिबेट हो। हामी भित्र छौँ वा छैनौँ, मन्दिर पस्छौँ पस्दैनौँ, हेर्नु यो मुभमेन्टलाई यसरी डिफाइन भएको छ। अम्बेडकरले के भन्यो भने जुन सिस्टमले हामीलाई रिकगनाइजै गर्दैन त्यसमा हामी किन पस्ने भने हो। त्यही भएर धर्म परिवर्तन जानुभयो। तर प्रब्लम के छ भने हि फ्राइङ प्यान टु फायर जस्तो भयो। बुद्धिज्ममा गएर पनि बुद्धिज्मलाई पनि त्यति लो कास्ट फ्रेन्डली बनाउन सक्नु भएन, किनभने कास्ट सिस्टम यति जकडिएको छ। मुसलमान एउटै मस्जिदमा प्रेयर गर्ने जहाँ चाहिँ तपाईँको जात धर्म छैन भन्दा भन्दै पनि अमरिया के छ। त्यस कारण कास्ट सिस्टमलाई बुझ्न बडा जटिल र गाह्रो छ। त्यही भएर अहिले नयाँ बेसिकली रोहित वेमुलाको पछि स्टुडेन्ट पोलिटिक्समा युथ पोलिटिक्समा पनि के छ भने रिअलाइनमेन्टको प्रोसेस सुरु भएको छ। वेयर डु दलित स्ट्यान्ड? नम्बर छ, तर त्यो नम्बरलाई डेमोक्रेसीमा स्ट्रेन्थमा कसरी प्रयोग गर्ने भन्ने छ। त्यसले गर्दा इन्डियाकोबाट हेऱ्यो भने यहाँको दलित मुभमेन्ट पनि द मेनी दलित लिडर्स आई फाइन्ड क्वाइट फ्र्यागमेन्टेड इन अ मेनी वेज। बिकज अब तपाईँहरूलाई भनिदिइहाल्नु, धेरै वर्ष मलाई लाग्छ ओपन सोसाइटी फाउन्डेसनको हेड भएर यहाँ काम गर्दाखेरि सबभन्दा बढी सपोर्ट हामीले कसैलाई गराएको थियौँ भने दलित मुभमेन्टमा गराएको थियौँ। त्यसपछि डिसेबिलिटी, त्यसपछि वुमेन। एउटा एक किसिमको मेरो आफ्नो आत्मीय पनि जोडिएको छ कि यो मुभमेन्टलाई कसरी हेर्न सकिन्छ। तपाईँ नेम एनी दलित अर्गनाइजेसन, आई टेल वेयर दे गट सपोर्ट एन्ड वाट काइन्ड अफ सपोर्ट दे गेट इट। तर के हो भने त्यो आर्टिकुलेसन र समय परिस्थिति र कन्टेक्स्टले त्यो जन्माउँछ। अम्बेडकरलाई बुझ्न जति कठिन छ त्यसले गर्दाखेरि त्यो एउटा डिफिकल्ट छ। इन्डियाको कास्ट सिस्टम यति रुटेड छ होइन। त्यही भएर अम्बेडकरले के भन्नु भने कन्स्टिट्युसन त बनाए, त्यसको 2 वर्ष 50मा कन्स्टिट्युसन आयो, 51मा जब पार्लियामेन्टमा बोल्ने बेलामा आई विल बी द फर्स्ट वान टु टियर इट भनेर भन्नुभयो। म पहिलो हुनेछु कि यसलाई मैले च्याति दिनेछु भन्नु। जसले बनायो त्यो एउटा लाइन परेर मात्रै अम्बेडकर चाहिँ एन्टी कन्स्टिट्युसन हुन थालेको भन्यो भने इट्स अ पोलिटिक्स र रेटोरिक सँगसँगै जान्छ। हामीले कहिलेकाहीँ बुझ्दैनौँ। पोलिटिक्स एन्ड रेटोरिक गो टुगेदर। नट ओन्ली हाम्रो समयमा, ग्रिक टाइममा पनि वान अफ द मेजर क्वालिफिकेसन टु बिकम अ पोलिटिक्स इज टु मास्टर द ल्याङ्ग्वेज एन्ड रेटोरिक्स। जुरुक्क मान्छे उठाल्न सक्ने मान्छे पब्लिक स्पेसमा काम छैन भनेर भन्थ्यो। त्यस कारण अम्बेडकरको लाइफ पनि एकदम अप्स एन्ड डाउन टर्न छ होइन। बम्बे के अरे बरोडा महाराजको नातिनी महाराजले जसले उहाँलाई स्कलरसिप पढ्न पठाउनु भयो, बरोडा गएको बेलामा मैले उहाँसँगै कुरा गरेको छु। किनभने बरोडा महारानीको त्यो रेजिडेन्समा अम्बेडकरको ठुलो टाई लागेको फोटो थियो, अम्बेडकरको कुर्ता लागेको फोटो, अम्बेडकरको अरू लागेको फोटो म किन देख्दिनँ, मलाई जहिले पनि अचम्म लाग्छ। त्यही भएर कता हाम्रो पपुलर स्ट्रगलबाट कता टाढा हो कि किन त्यस्तो किसिमको आइकोनोग्राफिक बिल्डअप भयो भन्ने लाग्छ। एउटा त्यो छ, त्यसलाई बुझ्ने कसरी? हामीले बुझ्ने भनेको कि किताब पढेर हो, कि फोटो पढेर हो, कि उसको फिलोसफिकल इस्युजहरूलाई थ्योरिटिकल फाउन्डेसनलाई अगाडि बढाएर लिएर जाने हो होइन। यति छरिनु भएको छ अम्बेडकर। त्यही भएर मलाई केमा बोल्ने भन्दाखेरि यसो विचार लाग्यो कि कन्स्टिट्युसनल मोरालिटी एकै ठाउँ प्रयोग गरेको छ। आजको मेरो इन्टरभेन्सन, अब म मेजर इन्टरभेन्सनमा जान्छु। आजको मेजर इन्टरभेन्सन चाहिँ 4 नोभेम्बर 1948 को एउटा स्पिच छ, जब उहाँले कन्स्टिट्युन्ट एसेम्ब्लीमा एउटा एसएन राव भन्ने मान्छेको अन्तर्गत कन्स्टिट्युसनल एडभाइजरले ड्राफ्ट गर्यो, डिबेट भयो र कन्स्टिट्युन्ट एसेम्ब्लीमा त्यसलाई प्रेजेन्ट गर्नुभयो। एउटा त्यो स्पिच छ। अर्को चाहिँ 25 नोभेम्बर 1949 को स्पिच छ। त्यो दुईवटा स्पिच चाहिँ म एउटा पोलिटिकल साइन्सको स्टुडेन्ट भएको हुनाले र अरू पनि यहाँ अब अम्बेडकरको पोलिटिक्सलाई बुझ्नलाई र कन्स्टिट्युसनल पोलिटिक्सलाई बुझ्नलाई यो दुईवटा डकुमेन्ट छ। अब धम्म भन्ने बुद्धिज्ममा इन्ट्रेस्ट छ, अम्बेडकर एन्ड रिलिजन धम्म भन्ने किताब छ होइन, बुद्धमाथि लेखेको किताब छ। त्यस्तै गरेर अब उहाँले अघि नै भनिहाल्नुभयो, लाहोरमा कुनै हिन्दूहरूको कन्फरेन्स हुँदै थियो, एनिहिलेसन अफ कास्ट, प्रिसाइसली बिकज त्यो छापिन पाएन, पछि अरू कसैले छाप्यो। 1930s मा लेखिएको त्यो छ होइन, 1920s मा। त्यसको 10 वर्षपछि गान्धीजीसँगको डिबेटमा कम्युनल अवार्ड दिने सन्दर्भमा
उहाँले भेहेमेन्टली अम्बेडकरले डिफर गरिसकेपछि तर गान्धी ह्याड मच बिगर पावर अनि उहाँले त्यसमा कम्प्रोमाइज गर्नु पऱ्यो पुना प्याक्ट होइन यो 3-4वटा इन्सिडेन्टहरू छ यो पुना प्याक्ट इन्लिसिसन कास्टको बारेमा अम्बेडकरको उहाँले भनिहाल्नुभयो त्यसमा डक्टर एन्ड द सेन्ट भनेर अब अरुन्धती रोयले लेखेको छ त्यसको बारेमा अलि रेटोरिकल छ त्यो सबै उहरू अनि मलाई के लाग्छ भने आइरिस मेरियन यङले इन्क्लुसिभ डेमोक्रेसीको पुस्तकको प्रिफेसमा के लेख्छ भने जो भोइस भएको छैन जसको रिप्रेजेन्टेसन छैन जो इन्क्लुजनमा छैन बहिष्करणमा परेछ त्यसले छेउमा उभिएर केही कुरो डिमान्ड गर्दाखेरि उसको स्ट्राटेजी रेटोरिक हुन्छ भन्छ तर कहिलेकाहीँ हामी बडा नर्मल टाइममा अम्बेडकरको पढ्दाखेरि या कुनै दलित साथीले लेखेको पढ्दाखेरि यति चर्को किन भएको होला भनेर भन्छ तर मलाई आइरिस मेरियन यङको चाहिँ इम्पेरिकल रिसर्च पढेपछि के लाग्छ भने वर्षौँदेखि थिचिएको मान्छेको आवाज अलि चर्को भयो भने मैले सुन्दिनँ के कर लाग्यो यहीँनिर किन म डराउने उहाँले भन्नु नि बाहिरबाट भन्नुभयो अघि मलाई म बाहिरबाट होइन यही देशको मान्छे हो बाहिरबाट कास्ट फर्टभित्रबाट वेयर स्नोज वेयर सुरु स्पिच आई विल सो अन्डरस्ट्यान्ड होइन यो बेहोर्नेले पोख्छ भन्ने तपाईँसँग बुझ्छौँ तर वेयर डज नलेज कम फ्रम कान्टले के भन्छ नलेज कहाँबाट आउँछ बच्चाले करेला तितो भन्ने बुझ्छ खाएर बुझ्छ होइन तपाईँहरू त्यो भन्नुहुन्छ तर के भने करेला तितो हुन्छ भन्ने सुनिरहेको छ देखिरहेको छ भोगिरहेको छु यो समाजको पार्ट हो कसरी मेरो साथीहरू बहिष्करणमा परेको छ भने देखेको पनि छ र म सहानुभूति होइन समानुभूति राख्छु यसकारण बोल्नलाई यहाँ उभिएको छु बुझ्नुभयो समानुभूतिको कुरा हो यो सहानुभूति राखेर हुँदैन सहानुभूति राख्ने जेनेरेसन गइसक्यो अब अनुभव गर्न पर्यो होइन मेरै घरमा एलजिबिटीको मान्छे भयो भने मैले सहानुभूति राख्ने कि समानुभूति राख्ने बुझ्नु पर्यो बुझ्न सिक्नु पर्यो होइन मेरो समाजमा दलित छन् भने दलित कसरी हिँडिरहेछन् भन्ने उनीहरूको लेखबाट कथाबाट बुझिन्छ जहाँसम्म मैले बुझेँ के भने जुन हामीले अलिकता दलित लिटरेचरहरूमा तपाईँले पढ्नुहुन्छ अलिकता रेटोरिक देखिन्छ इभन अम्बेडकरमा देखिन्छ त्यसलाई हामीले के भन्नु पऱ्यो भने हि वान्टेड टु मेक अस हर्ट सुनाउनलाई गरेको स्ट्राटेजी हो र रियल हो त्यो स्ट्राटेजी त्यो मैले कुनै देखाउनलाई गरेको होइन सुनाउनु पऱ्यो भने त्यो युज गर्नुपर्छ र अम्बेडकरको तपाईँहरूले इनिलेसन कास्ट हेर्नुभयो भने र त्यसमा चाहिँ अरुन्धती रे हि इज अल्सो कास्ट पर्सन सी इज नट दलित बट सी स्पिक्स फर दलित त्यही भएर अलिकता रेटोरिकल छ त्यसलाई रामचन्द्र गान्धी र रामचन्द्र गुवाको रेजुमेन्टर हेर्नुभयो भने तपाईँहरू ब्यालेन्समा कतै कतै पुग्न सक्छ त्यही तपाईँहरू आजभोलि विद्यार्थी भाइ बहिनीहरू हुन्छ त्यही भएर मैले अलिकता एकाडेमिक भएर यो कुरा अलिकता इन्फर्मेसन नलेजको दृष्टिकोण जहाँसम्म यो दुईवटा स्पिच छ यो दुईवटा स्पिचमा चाहिँ फर्स्ट स्पिचमा चाहिँ अम्बेडकरले जब ड्राफ्ट पेस गर्नुभयो बडा टेन्सनको टाइममा इन्डिया पाकिस्तान डिभाइड भएको बेला छ हाहाकार छ होइन र हिन्दू महासभाको पनि रिप्रेजेन्टेसन संविधान सभामा छ किनभने संविधान सभाको नम्बर हामीले हेऱ्यौँ भने इट्स अ भेरी इन्ट्रेस्टिङ तपाईँको 296वटा सिटमा 208वटा सिट चाहिँ कङ्ग्रेसको छ त्यसपछि मुस्लिम लिगको 73वटा छ अरू 15 छन् र प्रिन्सी स्लेट राजा महाराजा रजौटाहरूले चाहिँ त्यो संविधान बन्नेसम्म हामीलाई सरोकार छैन बरु बेलायतीसँग बस्छौँ भनेर उनीहरू पर बसे त्यही भएर तपाईँको पछि इन्डिपेन्डेन्ट इन्डिया भइसकेपछि सरदार पटेलले एनेक्सेसन गरेको हामीले कथाहरू इभेन्टहरू सुन्दछौँ अब यो कङ्ग्रेसभित्र नै हिन्दू महासभाका मानिसहरू ब्रडली कङ्ग्रेस मुभमेन्टभित्रै थिए बाहिर पनि जस्तो फर इक्जाम्पल मदन मोहन मालवीय जसले बनारस युनिभर्सिटी बनाए बनारसमा उनलाई महामना भनेर भन्छन् हि वाज अ स्ट्रङ हिन्दू स्टन्च हिन्दू र हिन्दू महासभालाई बनाउनेमा उनीहरूले कन्ट्रिब्युसन पनि गरेका मान्छे तर कङ्ग्रेस वाज अ मेन स्ट्रिम पार्टी त्यसले गर्दा त्यो गरेको तर स्ट्रेन्ज के छ भने अम्बेडकर कहाँ हो त यहाँ कुन पोलिटिकल फर्मेसन्सको हो त इट्स अ भेरी स्ट्रेन्ज वे द्याट दि अम्बेडकर वाज आस्क्ड टु हेड द ड्राफ्टिङ कमिटी ड्राफ्टिङ कमिटीमा आएर कन्स्टिट्युसन बनाउन भनेर के कारणले दियो होला हामीले धेरै खोज्नुपर्ने कुरा त्यो छ बिकज एउटा त के थियो भने जे जस्तो भए पनि पोस्ट कोलोनियल कन्टेक्स्ट भन्दै पनि त्यसले कोलोनियलिजमको केही न केही अवशेषहरू त लिन्छ नै लिन्छ अम्बेडकर वाज वेल भर्स विथ दि कन्स्टिट्युसनल प्र्याक्टिसेस अफ दि वर्ल्ड उहाँ कोलम्बिया युनिभर्सिटीबाट पिएचडी गर्नुभएको होइन पहिले 1917मा हो के अरे पिएचडी जहाँसम्म मलाई लाग्छ 17मा आएर प्र्याक्टिस सुरु गरेको कोलम्बिया युनिभर्सिटीको उहाँको थेसिस एडभाइजर थिए जन डिभी भन्ने मान्छे जोन डिभी चाहिँ अमेरिकन प्र्याग्मेटिजम भन्ने फिलोसफीको फाउन्डर हो यथार्थवाद प्राग्मेटिक हुनुपर्छ
मान्छे प्र्याक्टिकल हुनुपर्छ होइन। र अमेरिकन्सहरूको जुन इनोभेसन टेक्नोलोजी देखिरहेको छ त्यो प्र्याग्मेटिजमको फिलोसफिकल फाउन्डेसन भएको मान्छेसँग उहाँ पढेको ठुलो इम्प्याक्ट छ। अनि अहिले हामीले रातो टाई झुन्ड्याउँदैमा अम्बेडकर चाहिँ लेफ्ट ऱ्याडिकल चाहिँ हुँदैनन्, यति चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। उहाँको त्यो टाई झुन्ड्याउने काम चाहिँ मैले छ, जस्तो अहिले तपाईँहरूले हेर्नुभयो भने भगवान् रामचन्द्र भनेको दया सागर करुणा होइन, हनुमान ज्ञान बुद्धि सागर, बिजेपी आइसकेपछि रामको पनि मसल यत्रो यत्रो, धनुष यस्तो तानेको, हनुमान पनि बडा एङ्ग्री रिसाइरहेको। हजुर हनुमान रिसाएकै छैन, लङ्का जाँदा पनि विनोदी भएर पुच्छरमा आगो लगाएर घुम्यो भन्ने भन्छ। तुलसीकृत रामायण पढ्नुहोस् त, हनुमान जतिको चाहिँ तपाईँको चञ्चल र राम्रो स्वभाव केही पनि देख्नुहुन्न। राम त रुन्छ बिचरा, मर्यादा पुरुषोत्तम त रुन्छ। तर अहिले बिजेपीले बनाएको राम हेर्नुहोस् त, धनुष काँड लिएर मर्सल यत्रोको त शाहरुख खान जस्तो सिक्स प्याक्स एप बोकेको हजुर। यो त्यही भएर मैले घरिघरि तपाईँहरूलाई यो आइकोनोग्राफीबाट यो समाजमा आएको परिवर्तनहरूलाई होइन, तपाईँहरूले तेलुगु भने आन्ध्र प्रदेशमा जानुभयो भने 90% रामको मूर्ति एनटी रामारावसँग मिल्छ के, एक्टर एनटी रामासँग। यो इमेजिनेसनसँग छ। त्यही भएर अब यो जतिसुकै टाई, म त्यही भएर अलिकति साइकास्टिक रूपमा भनेको, जतिसुकै टाई लगाइदिए पनि अम्बेडकर लेफ्ट ऱ्याडिकल मार्क्सिस्ट होइनन्, हामीले बुझ्नु पऱ्यो। एप्रोप्रिएट गर्न सकिन्छ कि लिबरेसनको लागि, मुक्तिको लागि उनलाई हामीले प्रिसाइसली बिकज ही वाज अ लिबरल इन अ सेन्स, एकदम लिबरल। किनभने त्यो कुरा चाहिँ मैले कहाँ देख्छु भने जुन कन्स्टिट्युसन ड्राफ्टिङको प्रोसेस छ उहाँभन्दा कन्स्टिट्युसनल कन्जर्भेटिभ कोही पनि देखिँदैन। किनभने त्यो सेकेन्ड स्पिच जुन मैले भने 1949 को स्पिचमा थ्रेट टु कन्स्टिट्युसन भोलि कहाँबाट आउँछ उनकोमा दुविधा पनि छ। यो त कन्स्टिट्युसन त बनाइस्, जुन वर्गलाई समुदायले मैले रिप्रेजेन्ट गर्छु भन्छ, यसले यो कन्स्टिट्युसनबाट मैले पाउँछु कि पाउँदिनँ भनेर मलाई सोध्छ भन्ने पनि थाहा छ उनलाई। त्यही भएर उहाँले कन्ट्रडिक्सन्स अफ कन्स्टिट्युसनको बारेमा कुरा गर्नुहुन्छ। म त्यसलाई केही सेकेन्ड उसमा अब केही समयमा त्यसलाई विस्तार गर्छु। जो तपाईँ हामीलाई यत्रो लड्यौँ अरे यो कन्स्टिट्युसनले त हामीलाई के दिन्छ भन्ने लागिसकेको छ नि, तर उनले भन्छन् कि त्यही भएर उनको फर्स्ट ड्राफ्टमा उनले के भन्छन् भने कि कन्स्टिट्युसनल मोरालिटी नभइकन कुनै पनि पोलिटिकल एरेन्जमेन्ट र कन्स्टिट्युसनल एरेन्जमेन्टलाई बुझेर बोकेर हिँड्न सकिँदैन भन्छ। अब एउटा पोलिटिकल साइन्सले अब लमा त्यसलाई कन्स्टिट्युसनल मोरालिटी भन्नुभयो, लप्रतिको अथवा त्यो कन्स्टिट्युसनपछिको एफिलिएसनलाई, कमिटमेन्टलाई। पोलिटिकल साइन्सको स्टुडेन्टको हैसियतले म के भन्छु भने पोलिटिकल कल्चर नभइकन पोलिटिक्सप्रति एफिलिएसन हुँदैन, इन्स्टिट्युसनप्रति विश्वास हुँदैन भनेर भन्छ। पोलिटिकल सोसलाइजेसन चाहियो, सोसलाइजेसनपछि कल्चर हुन्छ। कल्चर भनेको के हो भने राम्रो बोल्ने हाँस्ने भने होइन, त्यो इन्स्टिट्युसन्सको मर्मलाई बुझ्ने। अहिले टकबिल, एलेक्सन टकबिलले डेमोक्रेटिक सेन्टिमेन्ट चाहिन्छ भन्छ। अब म तपाईँलाई बताउँछु यो कहाँनिर त्यो चाहिन्छ भने अम्बेडकरको मोरालिटीको स्पिच म यहाँ पढ्दिनँ किनभने बडा डिफिकल्ट छ। त्यो रोमन एउटा हिस्टोरियन ब्रोटलाई लिएर उनले उद्धरण गरेर भनेका छन्। तपाईँहरूले त्यो खोजेर पढ्नुभयो भने डिसाइफर गर्न सजिलो हुन्छ। तर यहाँ अब समय पनि छैन, क्लासरुम भएको भए म त्यो लाइन बाई लाइन त्यो पढेर सुनाउँथेँ। जस्तो फर इक्जाम्पल हामीले बडा मेहनत गरेर नेपालको संविधानलाई इलेक्सनको प्रोभिजनमा हामीले के गर्यौँ भने कि हरेक वार्डमा एकजना दलित महिला रिप्रेजेन्ट दिन्छौँ भन्यो। यो मेरै कानले सुनेको छ र मैले पहिलोपटक बोलिरहेको छैन, विभिन्न ठाउँमा बोलेको छु। मैले यस्तो मान्छेहरू देखेको छु कि पार्टीका मान्छे, झन्डा बोकेका मान्छे, र पार्टीले नै प्रतिनिधित्व त्यो महिलालाई त्यहाँ ब्यालेट बक्समा हालेको छ, भित्र गएर भोट हाल्ने। पार्टीले पनि के निर्णय गर्छ, न बोल्न जान्छे न पढ्न जान्छे, दलितलाई भोट हाल भन्छ मलाई भने। त्यो बेला क्लासमा पढाउँदा पनि भनेको छु। खिन्न मन लाएर त्यो आउँछ। के हो त त्यो? के हो भने त्यो जुन अरेन्जमेन्ट गरेको छ त्यसप्रति कमिटमेन्ट नभएको। द्याट्स वाट पोलिटिकल कमिटमेन्ट एन्ड पोलिटिकल। अब कसैले चाहिँ पङ्कज मिश्राको भन्ने हो भने रिसेन्टिमेन्ट हुन्छ, सेन्टिमेन्ट हुन्छ, त्यसलाई रिइन्फोर्स गर्नुपर्ने हुन्छ। तपाईँ ड्राफ्ट गर्ने, कन्स्टिट्युसनमा बडे बडे माइकमा तपाईँहरू पनि बाहिर सुनिरहनु भएको छ, नेता भाषण गर्ने, त्यो प्रोभिजन आइसकेपछि त्यसलाई लागू गर्नको निम्ति कमिटमेन्ट नहुने। अनि कसले के भन्छन् भने अम्बेडकरले त्यो ड्राफ्ट गर्दा हामीले कन्स्टिट्युसन त बनायौँ तर तपाईँहरूसँग कन्स्टिट्युसनल मोरालिटी भएन भने। गोटले चाहिँ त्यो रोमको कन्डिसनको सिलसिलामा उसले कन्स्टिट्युसनल मोरालिटी भन्ने शब्द प्रयोग गर्छ। त्यही भएर मैले उहाँहरूले आउँदाखेरि यो बोल्न किन मन लाग्यो भनेपछि कि अहिले घरिघरि हामी संविधान चलाउन खोजिरहेछौँ।
संविधान हामीले बनाएको हो, त्यो इभल्भ हुनु पर्यो। कसरी हुन्छ? हाम्रो कमिटमेन्ट छैन भने त्यो चल्दैन हैन। आधा स्वीकारेको कारणले प्रब्लम हुन्छ के कतिपय कुराहरू। त्यही भएर केही न केही कुरामा मन टिकाउनु पर्छ भन्छ। तर यसको अर्थ यो होइन कि एकपटक टिकाएपछि त्यो कहिले चेन्ज हुँदै हुँदैन भनेको होइन। मैले अस्ति पनि बोल्दा यहाँ भनेको थिएँ, घर इङ्ग्लिसमा भन्छु होम हाउस होम हुन टाइम लाग्छ। कन्स्टिट्युसन हामीले बनायौँ, भित्र घरभित्र पसेकै दिनबाट यसको झ्याल चित्त बुझेन भन्यो भने के हुन्छ त? हामीले त्यो डेमोक्रेटिक सेन्टिमेन्ट भनेर चाहिँ अमेरिकामा अहिले त अब हुन त अहिले बडा अनौठो समयमा हामी छौँ। 50औं दशकदेखि अथवा 225-30 वर्षदेखि चलेको चाहिँ एउटा चेक्स एन्ड ब्यालेन्सेस एन्ड फ्रेम जुन छ त्यो अमेरिकामा एउटा मान्छे आउने बित्तिकै फटाफट ढलिरहेछ। अम्बेडकरले त्यसमा पनि इङ्गित गर्छन्, उनलाई आक्षेप लगाउँछन्। के भन्यो भने अमेरिकाको कन्स्टिट्युसन दुईवटा कन्भेन्सनको बिचमा गरेर 75 दिनमा बन्यो, फल्ना ठाउँको यति बन्यो, तैँले चाहिँ टाइम खाइस हाम्रो यत्रो भनेर उनलाई आक्षेप लगाउँदा उनले के भन्छन्? होइन, हामीमा पोलिटिकल कल्चर छैन, हाम्रो सोसाइटी इनइक्वल छ। यो कन्स्टिट्युसनको चाहिँ 4वटा उहाँ त फेरि फ्रेन्च रिभोल्युसनबाट डिराइभ गर्नु छ, किनभने लिबरल हो। उहाँले भन्नुहुन्छ कि इक्वालिटी, फर्टर्निटी एन्ड सोलिडारिटी नेसनको लागि चाहिन्छ भन्नुहुन्छ। यो 3टा कुरालाई लिएर हेर्दा यसको त हामीसँग कुनै अब्सेस नै छैन, यो त क्रिएट गर्ने हो। यसकारण के हो भने कन्स्टिट्युसनको खाका 3वटा पार्ट, एस्पिरेसनल पार्ट, त्यसपछि तपाईँको सिटिजनको हो भन्ने, कसका लागि हो भन्ने, त्यसपछि यसलाई अपरेटिङ गर्ने इन्स्टिट्युसन बनाए मात्रै पुग्थ्यो, भएन। किनभने हामीले सबै कुरा क्रिएट गर्नुपर्छ। यसकारण डिटेलमा काम गर्नुपर्छ। भोलि कसैले आएर यसलाई उडाइदेला बिगारिदेला भनेर उहाँले डिटेल कन्स्टिट्युसन बनायो भन्नुहुन्छ भने हि वाज अ काइन्ड अफ आर्किटेक्ट अफ इन्डियन कन्स्टिट्युसन। यसलागि भनेको हो कि इमेजिनेसन त इन्डियन नेसनल कङ्ग्रेसको थियो अथवा इन्डियन नेसनल मुभमेन्टको थियो, तर उहाँले के लाग्यो भने कुनै पनि डेमोक्रेटिक सोसाइटी अपरेट गर्ने फाउन्डेसन इन्डियामा छैन। त्यही भएर उहाँको त्यो फर्स्ट सेकेन्ड स्पिच हेर्नुभयो भने उहाँले के भन्नुहुन्छ भने कि पहिला गणराज्यहरू थियो, आफै शासन गर्थ्यो, बुद्धिस्ट गणराज्यहरू थिए, तर हामीसँग सेल्फ हेल्पको पनि राज्यहरू पनि छैनन्। बेलायती आयो, सबै एब्सर्भ गर्यो। हाम्रो अटोनोमस इन्डिपेन्डेन्ट इन्टिटिजहरू जसले सोसाइटीमा मिडिएट गर्थे, काम गर्थे, ती पनि छैनन्। हामी एक किसिमको हाइब्रिड काइन्डमा छौँ भनेपछि हामीले सबै कुरो तलबाट बिल्डअप गर्नुपर्छ। कन्स्टिट्युसनल मोरालिटी टक्स अबाउट कमिटमेन्ट क्रिएटिङ न्यू सोसाइटिज एन्ड एडहेरेन्स टु द्याट, त्यसमा हामी लाग्नुपर्छ भने उहाँले के भन्छ इक्वालिटीको कुनै पनि श्रेणीको कन्स्टिट्युसन जो छोटो मेन अब त्यो बेलामा वुमेनलाई उनीहरूले काउन्ट गर्दैन थियो होला सायद, अल आर बोर्न इक्वल भनेर छोडिदिँदा त हुन्थ्यो नि त प्रिन्सिपल। किन अम्बेडकरले भन्थ्यो स्पिच, त्यो 2टा स्पिच त्यो म डेट तपाईँलाई भनिसकेको छु, त्यो स्पिच 2टा हेर्नु भने तपाईँले बुझ्छ किन डिटेलमा जान पर्यो भने कि त्यसको आधार छैन। फर्स्ट प्रिन्सिपल अफ अ पोलिटिकल कन्डिसन, पहिला त लिबर्टी, स्वतन्त्र, हामी स्वतन्त्र भएर यो बनाएका छौँ भन्ने छ। त्यसकारण अब यो लिबर्टी, इक्वालिटी एन्ड फर्टिनिटी एन्ड सोलिडारिटी कम्स फ्रम अ भेरी लिबरल प्रिन्सिपल अफ डेमोक्रेटिक स्ट्रगल। अम्बेडकरको कन्स्टिट्युसनल भ्यालुजहरू त्यसमा बेस गरेको छ। मलाई फेरि अस्ति पढ्दा पनि लाग्यो यो कहाँबाट आएछ भन्दाखेरि अमेरिकन लिबरलिजमबाट आएको छ। अनि हरेक कन्स्टिट्युसनल स्पिचमा उहाँले अब्राहम लिङ्कनदेखि लिएर फाउन्डिङ फादर्सहरूलाई कोट गर्नुहुन्छ। सो इट्स अनि अगेन अम्बेडकर इज अल्सो कम्पेरिटिभ कन्स्टिट्युसनलिस्ट। एउटा कन्स्टिट्युसन हाम्रो यो ड्राफ्टिङका मान्छेहरूले के पढ्या होला जस्तो लाग्यो कि अहिले संविधान फ्रेमवर्क छ। त्यहाँ एकजना हिन्दू महासभाकोले बोल्दाखेरि रोमको सिजेरोको चाहिँ गर्छ, अम्बेडकरले जवाफ दिनुहुन्छ कि वी आर लिभिङ इन अ डिफ्रेन्ट टाइम भनेर। इन्डियन कन्स्टिट्युएन्ट एसेम्ब्लीको मार्टिन चौतारीको लाइब्रेरीमा छ कि छैन, 5 भोल्युम कन्स्टिट्युएन्ट एसेम्ब्लीको डिबेट छ। त्यो डिबेटले के देखाउँछ भन्दाखेरि कि अरू मान्छेहरू कता कता भौतारिएको छ, तर अम्बेडकर चाहिँ मोडर्न कन्स्टिट्युसनको प्रिन्सिपलमा हुनुहुन्छ। यसको स्ट्रक्चर हुन्छ, यसको अर्गनाइजेसन हुन्छ, यो कसका लागि बनेको भन्छ। अनि मलाई के लाग्छ भने वी आर अल लिभ इन हाइब्रिड वर्ल्ड। लास्ट 500 years of our world has been shaped by colonialism and capitalism. Colonial interactions र क्यापिटलिजमले सेप गरेको। अम्बेडकर वाज हिज नलेज एन्ड फ्रेमवर्क वाज अल्सो सेप्ड अप बाई ग्लोबल कोलोनियलिजम एन्ड क्यापिटलिजम। त्यससँग फाइट गर्नुभयो, त्यसको इन्स्टिट्युसन्सहरूबाट जे कुरा भारतमा लागू हुनसक्छ त्यसलाई मैले लिएर आएँ। इक्वालिटीको कुरा गर्दाखेरि उहाँले फर्स्ट द प्रिन्सिपल अफ इक्वालिटी इस्ट्याब्लिस गर्नु पऱ्यो, एन्ड वी नो वी आर नट इक्वल।
देयरफोर वी निड टु डिजाइन। त्यसकारण हामीले डिजाइन गर्न पर्यो कि पब्लिक पोलिसीबाट कन्स्टिट्युसनल राइट्सहरूबाट कसरी इक्वालिटी प्रिन्सिपल एस्टाब्लिस गर्ने हो भनेर। यत्तिकै हाम्रा मान्छे पछि परेका छन् यिनलाई कोटा देऊ भने होइन। देयर इज अ प्रिन्सिपल, वी वान्ट टु बी इक्वल, बट इम्पेरिकल रियालिटी वस्तुगत यथार्थ के हो भने हामी बराबर छैनौँ। यसकारण त्यो क्रिएट गर्न कन्स्टिट्युसनल क्यारेक्टर्स उहाँले त्यो अनुसारको डेभलप गरे हो। त्यसले उहाँले भन्नुभयो पछि कि तिमीले आफ्नो ऐना त्यहाँ हेर, मैले त्यो कुरा गरेको छु भन्नु। त्यो पनि थाहा थियो कि अम्बेडकरलाई कि यो लागू भएन भने यसलाई प्लन्डर गर्ने मानिसहरू पनि छन्, त्यही भएर उहाँले के भन्नुभयो, म पहिलो हुनेछु यसलाई च्यात्ने भनेर। त्यो रेटोरिक थियो, त्यो धम्की गरे आउँथ्यो होइन। त्यो अब इक्वालिटी भएपछि मात्रै त्यसलाई नै हो अस्ति मैले बेला बेलामा भन्ने गरेछु, पहिला त हामी बराबर समभाव हुनु पऱ्यो, समभाव के अरे पहिला सहभाव हुनु पऱ्यो, सबै सँगै बस्नु पऱ्यो, पिपल क्रिएट गर्न पऱ्यो। कन्स्टिट्युसनले सब्जेक्ट क्रिएट गर्छ पिपल, द पिपल अफ के अरे रिपब्लिक अफ इन्डिया। जसरी हामी नेपाली भन्ने पहिला क्रिएट गर्छौँ, त्यो इक्वालिटी क्रिएट गर्न पऱ्यो, समानता क्रिएट गर्न पऱ्यो। त्यो समानता क्रिएट गर्नुभन्दा पहिले हामी कसका लागि कहाँ बस्छौँ भन्नु पऱ्यो। हाम्रो एउटा मेम्बरसिप, कम्युनिटी मेम्बरसिप हुनु पऱ्यो, टेरिटोरियल मेम्बरसिप हुनु पऱ्यो। आकाशमा त कन्स्टिट्युसन बन्दैन। त्यही भएर उहाँले के भन्नु भने पहिला पिपल कन्सेप्चुलाइज गर्नु पऱ्यो। द पिपल अफ इन्डिया आर इक्वल, तर यु नो सेन्चुरिज ओल्ड ट्रेडिसन मेक्स अस अनइक्वल, हाउ डु वी मेक दम इक्वल। अब त्यो गरिसकेपछि फ्रेटर्निटी, बन्धुत्व, भाइचारा कसरी डेभलप हुन्छ, इन्डियन कन्स्टिट्युसनमा उहाँले यथार्थ प्रयोग गर्नुभएको छ। त्यसमा सोसल वेलफेयर प्रोग्राम्सहरूबाट, ल्याङ्ग्वेज पोलिसिजहरूबाट, सेकुलरिजम इज अनदर वे टु क्रिएट दि कम्युनिटी और फ्रेटर्निटी। हिन्दू मुस्लिम, इन्डियामा त अर्को पनि टेन्सन थियो, त्यो हिन्दू मुस्लिम हटाउनको लागि होइन, कास्टको इस्युको इनइक्वालिटीमा आउँछ। र त्यो उहाँले त्यो पनि भन्छ कि कास्ट इस्यु र चाहिँ रिलिजन इस्यु पनि मेजोरिटी माइनोरिटीको फल्ट लाइन हो। इन्डियामा अहिले फल्ट लाइन कास्ट छैन, हिन्दू मुस्लिम फल्ट लाइन छ। अमेरिकाको फल्ट लाइन भित्रका र बाहिर बेसी गरी जतिसुकै भने नि काला र गोराको बिचमा छ। युरोपको फल्ट लाइन चाहिँ युरोपियन कम्युनिटी बनिसकेको हुनाले, माइग्रेन्ट कम्युनिटीहरूले इन्क्रोच गरेको हुनाले, उनीहरूको सोसल वेलफेयर प्रोग्राममा गरेको हुनाले फरेनर्स भर्सेस इन्साइडर छ। त्यसले स्टेटमा च्यालेन्ज गरेर युरोपका कम्युनिटीहरू चाहिँ आफूलाई अब फेरि स्टेटिस्ट बनाउन खोजिरहेका छन्। त्यो कारणले हेर्दाखेरि अब इन्डियाको फल्ट लाइन के थियो भने, अब हाम्रोमा पनि फल्ट लाइन कास्ट हो कि क्लास हो कि। अम्बेडकरको कन्स्टिट्युसनल इमेजिनेसनमा इन्डियाको फल्ट लाइन उहाँ आफू कास्टको पर्सपेक्टिभबाट हेर्ने हुनाले कास्ट त हो, तर त्यसको साथसाथै त्यसलाई एब्स्ट्र्याक्ट गरेर लिएर जानु पर्यो माइनोरिटिजमा। रिलिजियस माइनोरिटी इन्डियाको डिबेटमा हामी कहाँ इन्डिजिनियस भन्दाखेरि इन्डियामा चाहिँ सेड्युल ट्राइब भन्छ। हेर्नु न शब्दै कस्तो छ, ट्राइब भन्छ। इन्डियन कन्स्टिट्युसन हामी लेट कमर कन्स्टिट्युसनल डिबेटमा भएको हुनाले हामीले अलि नयाँ सबैले सुहाउँदो शब्दहरू प्रयोग गर्यौँ। उतापट्टि उनीहरू अझै पनि सेड्युल कास्ट र सेड्युल ट्राइब भन्छ। सेड्युल भनेको लिस्ट गरेको भने कन्स्टिट्युसनमा। अब सेड्युल ट्राइबको कुरा त हाम्रोमा जति पनि त्यहाँ छैन। अम्बेडकरले आफ्नो स्टेटमेन्टमा भोलि आदिवासी जनजातिहरू पनि उठ्नेछन्, त्यो पनि हामीले हेर्नुपर्ने हुनेछ भन्नु खोजेको मतलब जुन किसिमको वातावरणै नभएको ठाउँमा होइन, डेमोक्रेसीको फन्डामेन्टल बेसिस फाउन्डेसन, सोसल साइन्सको ल्याङ्ग्वेजमा भने प्रिरिक्विजिट अफ डेमोक्रेसी, त्यो नभएको ठाउँमा कसरी त्यो प्रिरिक्विजिट्सहरू क्रिएट गर्ने। अनि इम्पोर्टेन्ट छ तपाईँको स्विजरल्यान्डमा महिलाले भोट पाएको कहिले, एकदम रिसेन्टली। अमेरिकामा महिलाले भोट गर्ने अधिकार पाएको कहिले हो। तर इन्डियामा विभिन्न एडमिनिस्ट्रेटिभ कारणले दलितले भोट हाल्न त पाउँदैन। भन्नु खोजेको त एक्सेस छैन, हाम्रोमा पनि पाउँदैन ल कतिपय कारणले। तर कन्स्टिट्युसनली त सबैले भोट हाल्न एकैचोटि पाएको, किनभने उनले इक्वालिटीको प्रिन्सिपल इस्टाब्लिस गर्न खोजे। र यो मलाई के लाग्छ भने यो इक्वालिटीको प्रिन्सिपल, लिबर्टीको प्रिन्सिपल इस्टाब्लिस गर्नमा त्यसलाई कन्स्टिट्युसनल जुरिस्प्रुडेन्सबाट ढालेर कन्स्टिट्युसनल ल्याङ्ग्वेजमा हाल्नलाई र सोसल मुभमेन्टसँग जोड्ने कुरामा चाहिँ अम्बेडकरको कमी छ। त्यही भएर उनको एकदम कमिटमेन्ट भयो। उहाँले के भन्नु भने यदि हामीले यो प्रिन्सिपललाई मानेनौँ भने त आजको भोलि नै कन्स्टिट्युसन भत्केर जान्छ। त्यही भएर त्यो 4 यो नोभेम्बर 25, 1949 को जुन स्पिच छ उनमा उसले के छ भने 3 डेन्जर्स टु इन्डियन कन्स्टिट्युसन भनेर भन्छ। अब यहाँ सम्झ्यो भने पनि हामीले त्यसलाई रिलेट गर्न सक्छौँ। अहिले म केही बेरमा भन्छु। उनले भन्छन् कि
जब इक्वालिटीको भएन भने हामीले फाइट गरेको अब अधिकार त आयो तर पोलिटिकल डेमोक्रेसीको लागि होइन, सोसल डेमोक्रेसीको लागि हो, सामाजिक न्यायको लागि हाम्रो डेमोक्रेसी हो भनेर अम्बेडकरले त्यो स्पिचमा भन्नुभएको छ। त्यसलाई त अब फर्स्ट च्यालेन्ज चाहिँ तपाईँको म दोहोऱ्याउँछु, फर्स्ट च्यालेन्ज चाहिँ यो कन्स्टिट्युसनल मेथडबाट, रिभोल्युसनबाट होइन, कन्स्टिट्युसनल मेथडबाट चाहिँ तपाईँको सोसल इकोनोमिक अब्जेक्टिभ्सहरू पुरा गर्ने। त्यही भएर राज्यको निर्देशक सिद्धान्त हामीले इन्डियन कन्स्टिट्युसनबाटै लिएर आएको बेसिकली। अब्जेक्टिभ कन्डिसन्स अफ इकोनोमिक र सोसल चेन्ज कसरी आउँछ त्यसको अब्जेक्टिभ राख्ने होइन, त्यसमा हामीहरू एडेरेन्स हुनु पऱ्यो। सेकेन्ड उहाँले के भन्नुहुन्छ भने कि उसले भन्छन् कि यो कन्स्टिट्युसनमा सबै बराबर भइसकेपछि समाजले मियो खोज्छ, मियो खोजेपछि नेता खोज्छ, नेता खोजेपछि हिरो वर्सिपतिर जान्छ, किनभने देउता पूजा गर्ने बानी भएको समाज छ नि। त्यही भएर हामीले यस्तो डेमोक्रेसीको कल्पना गरेका छौँ र कन्स्टिट्युसनको कल्पना गरेका छौँ कि भोट हाल्ने मान्छेले उठ्न पनि पाउँछ, उठ्न पर्ने मान्छे भोट पनि हालिनुपर्छ होइन। त्यो भएको हुनाले हामी हिरो वर्सिपमा उहाँले जोन स्टुअर्ट मिललाई कोट गरेर के भन्छन्, इन पोलिटिक्स हाम्रोमा भक्ति ट्रेडिसन छ और हिरो वर्सिप छ, त्यो भयो भने डेमोक्रेसी पनि चल्न सक्दैन, इभेन्चुअली हामी डिक्टेटरसिपमा ल्यान्ड गर्छौँ भन्नुहुन्छ। त्यही भएर पावरको चाहिँ बारेमा कुरा गर्दा उहाँको त्यो के हो भने हामी कसरी हिरो वर्सिपबाट भक्तिबाट टाढा ढट्ने हो र मेरिट र इक्वालिटीको प्रिन्सिपलमा काम गर्ने हो। अहिले हाम्रो नेपालको सन्दर्भमा हेऱ्यौँ भने अहिले हाम्रो केही साथीहरूले नेतातन्त्र भन्नुहुन्छ, के भन्नुहुन्छ, तर आजभोलि मलाई नयाँ शब्द आएको छ अल्पतन्त्र। लोकतन्त्रको साटो हामीसँग अल्पतन्त्र केही मान्छेहरूले चलाइराखेका छन्। त्यो अल्पतन्त्र मैले हेरेँ के भन्ने, यो त ओलिगार्की हो पोलिटिकल थ्योरीको सन्दर्भमा। ओलिगार्कीलाई चाहिँ ट्रान्सलेट गर्दा कुलीन तन्त्र भन्छ। अब यी कुलङ्गार भइसक्यो, यिनलाई कुलीन कसरी भन्ने भनेर मैले चाहिँ अल्पतन्त्र भन्ने शब्द चाहिँ मलाई चित्त पर्यो। चारजना मान्छे बस्ने गर्ने होइन, मत मिल्ने अनि खानेर गर्ने, अनि हामी तल बसेका मान्छेले चाहिँ यी हाम्रा हिरो हुन् होइन। अम्बेडकर के भन्नुहुन्छ भने कि कन्स्टिट्युसनको पर्पस, सेकेन्ड पर्पस चाहिँ के भने हाम्रो कन्स्टिट्युसन बन्यो, यदि हामीले यसलाई राम्रोसँग सेफ गार्ड गरेर कन्स्टिट्युसनल मोरालिटी पक्रिन सकेनौँ भने यो हिरो वर्सिपमा जान्छ भन्नुपर्छ। अर्को पिटफल चाहिँ के भन्नुहुन्छ भने कि पोलिटिकल डेमोक्रेसी त भयो, यसको सोसल कम्पोनेन्ट भएन, यसले सोसल भ्यालुजहरूलाई, सोसल इनइक्वालिटी र जस्टिसको कुरा गरेन भने त्यो पनि सिद्धिएर जान्छ। अब यहाँ कुरा गर्दाखेरि के छ भने कि अम्बेडकरको रिडिङ्सहरू दुईवटा स्पिच मात्रै हेरेको छु मैले, किनभने धेरै डिटेलमा जान सकिनँ। मलाई भेरी एकदम फ्यासिनेसन लाग्यो त्यो स्पिच। दुईवटा कुरालाई के लाग्यो भने कि इक्वालिटीबाटै फटर्निटी अथवा सोलिडारिटी सुरु हुन्छ, असमान। त्यही भएर हाम्रो के हो भने हाम्रो नेसनलिजम स्ट्रङ हुने हो भने महिला पनि इन्क्लुड हुन पऱ्यो, हाम्रो नेसनलिजम स्ट्रङ हुने हो भने दलित पनि इन्क्लुड हुन पऱ्यो, बराबरीको हिस्सा हुन पऱ्यो, तब न सोलिडारिटी र नेसनल युनिटी हुन्छ। त्यही भएर यो भन्यो भने हामी अब यहाँ राष्ट्रद्वेषी हुन्छौँ होइन। महिलाले अब यो देशको सबैभन्दा ठुलो विडम्बना के भने अहिलेसम्म वुमेन सिटिजनसिप एक्ट राम्रोसँग थ्रु हुन सकेको छैन। महिलाको डिबेट आउने बित्तिकै के लगाएर महिला राष्ट्रिय सुरक्षाको थ्रेट भनेर भनिन्छ। यो सुनेको पार्लियामेन्टमा हामीले सुनेकै त छौँ। अहिलेसम्म म आजभोलि अलि पछाडि परेको छु, मैले थाहा छैन, पास भयो बिल भएको छैन, सिटिजनसिप भएको छैन महिलाको लिएर। भनिसकेपछि इक्वालिटी नभइकन त सोलिडारिटी नै क्रिएट हुँदैन रहेछ त, कसरी नेसन बन्छ त? यो फेक हुन्छ भनेर उनले बडा वार्न गरेका छन्। 3 डेन्जर्स अफ कन्स्टिट्युसन पछि कस्तो डेन्जर। म त त्यो पढ्दै गर्दा अस्ति फेरि उहाँहरूलाई कुरा त गरिहालेँ, कता पढाएको थिएँ विद्यार्थी हुँदाखेरि, फेरि पढ्दा लाग्यो हाम्रो कन्स्टिट्युसन बनेपछि त एक त हाम्रो एडहेरेन्स टु कन्स्टिट्युसनल मोरालिटी कम भएर विक भएर गएछ, आफ्नो आफ्नो अनुकूल दुईजना पार्टी मिलेर त्यसलाई चेन्ज गरिदिने बन्न थाले होइन। 8 वर्ष लगाएर एट द कस्ट अफ नेसनल फेलियर एन्ड सेम, राष्ट्रको टोटल हामी फेल भयौँ होइन। पहिलो कन्स्टिट्युन्ट एसेम्ब्लीको ऊर्जा लुज भइसकेको थियो दोस्रोमा आउँदाखेरि, त्यो औरा जुन त्यो पहिलो कन्स्टिट्युन्ट एसेम्ब्लीको त्यो त थिएन, त्यो आभा त्यो तेज फर्स्ट कन्स्टिट्युन्ट। म एग्री गर्दिनँ कतिपय कुरा फर्स्ट कन्स्टिट्युन्ट, तर इट वाज अ कन्स्टिट्युन्ट एसेम्ब्ली, आई सुड एग्री होइन। सेकेन्ड कन्स्टिट्युन्टमा आयो, गर्दा गर्दै हामीले बनाउँदै हामीले के गरेको नेताहरूले त्यो केही बोल्न नसक्ने महिलालाई चाहिँ जबरजस्ती रिप्रेजेन्ट गर्ने भन्ने एब्डिकेट गर्छौँ।
सिटिजनले अथवा पोलिटिकल पार्टिसिपेन्टले आफूले गरेको कामबाट एब्डिकेट गर्यो भने त्यो मोरल भयो त भयो। कन्स्टिट्युसनल मोरालिटी रिक्वायर्स द्याट इफ युआर पार्ट अफ इट स्टिक टु इट। इभल्भ हुने ठाउँ छ, पोसिबिलिटी छ, बेइमानी गर्न पाइएन भन्न खोजेको। नेपालको राजनीतिको लोकतान्त्रिक आन्दोलनको सन्दर्भमा सबैभन्दा ठुलो बेइमानी राजनीतिक नेतृत्वबाट भएको छ भन्न मलाई डर छैन। किन भन्दाखेरि उनीहरूले जुन कन्स्टिट्युसनल मोरालिटी जुन अम्बेडकरले भनेका छन् त्यसबाट उनीहरू च्युत भएका छन्। सो रिडिङ एन्ड रिमेम्बरिङ अम्बेडकर इज नट ओन्ली अ दलित पर्सपेक्टिभ बट एज अ पर्सपेक्टिभ अफ कन्स्टिट्युसनल फ्रेमवर्क होइन। त्यो हेर्दाखेरि त्यो तपाईँहरूले म रिक्वेस्ट गर्छु। अब मोरलेस टाइम पनि जान थाल्यो, एकखेर फेरि टिप्नुहोस्, नेटमा एकदम पाइन्छ, भाइ बहिनीहरूदेखि अरूलाई पनि पढ्न आग्रह गर्छु। फेरि अर्को समयमा फेरि कुरा गर्ने बेला पऱ्यो भने मेरो रिडिङ र तपाईँको रिडिङमा के रहेछ भनेर छलफल गर्न सकिन्छ जस्तो मलाई लाग्छ। फर्स्ट चाहिँ तपाईँको नोभेम्बर 4, 1948 को अम्बेडकर स्पिच अन प्रेजेन्टिङ ड्राफ्ट कन्स्टिट्युसन टु कन्स्टिट्युएन्ट एसेम्ब्ली। मसँग ओरिजिनल कपीहरू थियो, आज मैले अलि हतार गरेर गाडीमा हाल्न बिर्सेछु, नत्र म तपाईँहरूलाई देखाउँथेँ। भने अम्बेडकरले प्रस्तुत गर्ने बित्तिकै गभर्मेन्ट अफ इन्डियाको प्रेसबाट छापिएको किताब छ क्या, तर अहिले चाहिँ यो इन्टरनेटभरि छरपष्टै पाइन्छ। अर्को चाहिँ नोभेम्बर 25, 1949 लास्ट स्पिचमा चाहिँ उहाँले के भन्नुहुन्छ भने कि हामी कुन कुन डेन्जरहरूबाट जान्छौँ, कन्स्टिट्युसन इम्प्लिमेन्ट भइसकेपछि लागू भएपछि कहाँबाट जान्छौँ भन्दाखेरि त्यो हेर्दा के लाग्छ भने केही समयपछि अम्बेडकरले विद्रोह गर्न खोज्नु कुनै अनौठो होइन जस्तो लाग्छ एनालिटिकल दृष्टिकोणबाट हेर्दाखेरि। सो भने वार्न गर्नु हामीलाई कि यो कन्स्टिट्युसनल राइट ट्र्याकमा छैन भन्ने कुरालाई। अब कुरा के हो भने कन्स्टिट्युसन त बन्छ, हामी एग्रिमेन्ट पनि गर्छौँ, अगाडि बढ्नलाई यतापट्टि उहाँले कन्स्टिट्युसनल मोरालिटी भन्नुभयो भने कन्स्टिट्युसनको सन्दर्भमा के हो भने कन्स्टिट्युसन अब त्यही भएर त भन्छ नि मानिदिए कन्स्टिट्युसन नमानिदिए कागजको खोस्टो। अब कागजको खोस्टो घरिघरि बनाउन सकिँदैन किनभने धेरै मेहनत र धेरैको इच्छा आकाङ्क्षा र एस्पिरेसन त्यसमा जोडिएको हुन्छ। त्यही भएर कन्स्टिट्युसन डजन्ट मिन एनिथिङ। अल्टिमेटली संविधानवाद महत्त्वपूर्ण छ। कसरी तपाईँ संविधानको तर संविधानवादको अनिवार्य शर्त भनेको के हो भने शान्तिपूर्ण अहिंसात्मक प्रक्रिया हो, छलफलको प्रक्रिया हो। अब क्वेसन उठ्छ, अम्बेडकरले के भन्नुहुन्छ भने एउटा शब्द प्रयोग गर्नुहुन्छ ग्रामर अफ एनार्की, वी सुड अभोइड दि ग्रामर अफ एनार्की भनेर भन्नुहुन्छ। त्यो भनेको के हो भने एकदम भर्खर कन्स्टिट्युसन बनाएको ताजा छ, पुना प्याकको अनुभव पनि छ कि गान्धीले सत्याग्रह गरेर उहाँको राइट डिमान्ड थियो उहाँको दिमागमा, त्यसलाई उहाँले विथड्र गर्नुपर्ने भयो। केही कुरो गर्न लाग्यो भने हडताल हुन्छ, सत्याग्रह हुन्छ र स्पेसिफिकली के भन्नुहुन्छ भने कन्स्टिट्युसन के बनेको केही समयसम्म अथवा हामीहरूले त्यो कल्चर डेभलप गर्नु पऱ्यो कि हरेक कुरा विरोध र प्रतिरोधबाट चेन्ज गर्ने होइन भन्छ, ग्रामर अफ एनार्की भन्छ। अब मैले त्यो ग्रामर अफ एनार्कीको कुरा पढ्दाखेरि अम्बेडकर ऱ्याडिकल हुन् कि अम्बेडकर इभोल्युसनरी हुन् कि अम्बेडकर, तर म केमा कन्भिन्स भएँ भने अम्बेडकर चाहिँ उदारवादी डेमोक्रेट्स हो। उहाँले के भन्नुहुन्छ भने घरिघरि गान्धीले जस्तो उहाँले गान्धी शब्द त्यहाँ प्रयोग गर्नु न त्यो स्पिचमा। ग्रामर अफ एनार्की भनेको के हो भने अराजकताको जुन व्याकरण हो त्यो त्याग्नुपर्छ भन्नुहुन्छ के, शान्तिपूर्ण प्रक्रियाबाट जानुपर्छ, घरिघरि सिस्टमले व्यवस्थाले अधिकार चाहिँ डिस्टर्ब हुन्छ भन्छ। इन्जोय गरिरहेको थियो अनि यसो तपाईँहरूलाई सजिलो बुझ्ने गरेर अब सिद्ध्याउँछु, सजिलो बुझ्ने गरेर भन्छु। अब हुन त तपाईँहरू विभिन्न राजनीतिक पृष्ठभूमिबाट हुनुहुन्छ, मेरो राजनीतिक फिलोसफी भन्नलाई मलाई डर छैन। 46 सालको जनआन्दोलनपछि जब महिला मुक्तिको अधिकारका कुराहरू उठे, महिला आन्दोलन एउटा चिजमा एक ठाउँमा सँगै बसेको थियो। त्यो बेलाको फेरि राइट्सहरू अधिकारहरू एकैचोटि आउँदैन, स्टेजेसमा आउँछ भन्छ। ह्युमन राइट्स पढाउनुहुन्छ हाम्रो के अरे जेबी भाइहरू, राइट्स कम अन स्टेजेस, फर्स्ट जेनेरेसन, सेकेन्ड जेनेरेसन, इकोनोमिक एन्ड पोलिटिकल राइट आयो, कल्चरल राइट आयो भन्ने हामीले जुन सुन्छौँ त्यस्तै गरेर नेपालमा पनि के थियो भने महिला आन्दोलन एउटा इक्जाम्पल मात्रै दिएको, तपाईँहरू त्यसमा असहमत हुन सक्नुहुन्छ। महिला आन्दोलन सुरु हुने बित्तिकै प्रपर्टीमाथि इक्वालिटीको प्रिन्सिपल आयो सबभन्दा पहिला, महिलामाथि सम्पत्तिको अधिकार हामीले जान्दा है।
होइन। अब त्योभन्दा पहिला छुवाछुत महिला के बराबर, तर बराबरीको अनुभूति कहाँबाट हुन्छ भने एज अमृत्य सेन सेट जस्टिस हेज टु बी रियलाइजेबल। महिलालाई के लाग्यो भने सम्पत्तिको अधिकार भयो भने म इक्वल हुन्छु लाग्यो होइन, तर त्यति त पुग्दैन रहेछ। त्यसपछि जेनेरेसन आयो शरीरमाथि महिलाको अधिकार भनेको मतलब प्रजनन स्वास्थ्य अन्नपूर्ण वर्सेस स्टेटको केस आयो। धेरै समयमा महिला आन्दोलन महिलाको प्रजनन स्वास्थ्यदेखि लिएर प्रजननको अधिकारदेखि लिएर सेक्सुअल चोइसका सम्बन्धमा आयो, गर्दै 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 अगाडि बढाएको थियो। त सडनली माओवादी जनयुद्ध आयो, अधिकारहरू सबै ब्याक टु स्क्वायर वान आयो, फेरि रिनिगोसिएट हुन थाल्यो। राइट्स कन्स्टिट्युसनल राइट्सहरू निगोसिएटेडबाट कोर्टको आदेशहरूबाट सोसल मुभमेन्ट्सहरूबाट बिस्तारै इभल्भ हुँदै जान्छ। 62-63 आएपछि मैले यसो हेरेँ कि सबै अधिकारहरू त स्क्वायर वानमा गएर फेरि रिनिगोसिएट भएछ। सो इन द्याट सेन्स आई भ्यालु अम्बेडकर कि राइट्सहरू निगोसिएट कन्स्ट्यान्टली हुनुपर्छ। देयरफोर सोसल मुभमेन्टको महत्त्व छ। रिभोल्युसनरी मुभमेन्टले सर्टेन कन्डिसन क्रिएट गर्छ, त्यो जान्छ, निगोसिएट गर्छ, के हुन्छ कसरी टुङ्गिन्छ आफ्नो ठाउँ हुन्छ, तर तपाईँको अधिकार हाम्रो अधिकार निरन्तरताको इभोल्युसनको विषय हो। त्यसकारण मलाई लाग्छ कि जुन सङ्गठन गर्न पाउने अधिकार, बोल्न पाउने अधिकार, सोलिडारिटी एकअर्कासँग एकबद्धता हुने, रिसोर्सेस खोज्न पाउने अधिकार, यी बेसिक अधिकारहरूलाई घरिघरि निगोसिएट गर्ने स्थितिमा हामीले पुर्याउनु हुँदैन। मलाई लाग्छ त्यो 10 वर्ष 15 वर्ष महिला आन्दोलन फेरि पर्यो, सम्पत्तिको कुरा गर्दै थियो, अब त म संविधानमा बराबर छु भन्ने चाहिँ सिटिजनसिप एक्टमा पो महिला अधिकार फर्केर गयो। कहिलेकाहीँ बडा हिस्टोरिकल आइरोनी हो यो। मैले यो भन्दिनँ कि माओवादी आन्दोलनले कतिपय कुराहरूमा समावेशीका कुराहरूमा विभिन्न कुराहरूमा फड्को मारेर गएको छ, तर केही अधिकारका क्षेत्रहरूमा जुन चाहिँ उदार प्रकृतिका अधिकार छन् जसमा लडेर महिला अगाडि नै पढिसकेको थियो, अब अहिले सिटिजनसिपमा म बराबर छु कि छैन, अब गएर त त्यो सिटिओले किन पत्याउँदैन भने सिटिजनसिप तपाईँको नाउँमै छैन हुन्छ। फेरि जतिसुकै संविधान के अरे सम्पत्ति बराबर छ भनेर भने पनि बेसिक आधारभूत डकुमेन्टेसन्स र रिकग्निजेसनमा महिला अझै पछि परेको छ। कहाँ शरीर सत्ता र चाहिँ सेक्सुअल राइट्सको कुरा भइरहेको थियो, अहिले फेरि ब्याक टु स्क्वायर भएर हामीलाई फेरि 20 वर्ष लाग्यो नि त निगोसिएट गर्न। 10 वर्ष त तपाईँको संविधान सभामा गयो, त्यसपछि अर्को यो 10 वर्ष भयो, 20 वर्षमा हामीहरू राइट्सको सन्दर्भमा फेरि पछाडि परेका छौँ। यसकारण हामीले सामाजिक आन्दोलनले के हो भने अब फेरि यसमा पनि म इन्क्रिमेन्टल छु कि पुसिङ द बााउन्ड्री। बेसिकली सामाजिक आन्दोलनको एउटा प्रक्रिया के हो भने आई थिङ्क डिग्निटी इनिसिएटिभ जस्तो अर्गनाइजेसन हरेक दिन आधा मिलिमिटर भए पनि बढ्ने नै हो, पुस गर्ने नै हो, सोलिडारिटी क्रिएट गर्ने नै हो, समानताको लागि अडिने हो। म फड्को मार्छु भनेर फेरि भङ्लाङ्ग खाल्टोमा खस्यो भने फेरि फर्केर सुरु गर्नुपर्ने हुन्छ। त्यही भएर म अलिकता कन्जर्भेटिभ छु, सोसल कन्जर्भेटिभ जस्तो देखिन्छ। देखिँदाखेरि होइन, राइट्सको सन्दर्भमा नन निगोसिएबल हुनुपर्छ भने हो मैले। यु सुड नट बी निगोसिएटिङ टु रेट्रोगेट युर राइट्स। अम्बेडकरको त्यो कर्पस हेर्दाखेरि देखिन्छ कि भयङ्कर रेटोरिकल कुरा गर्नुहुन्छ, फेरि ब्याक टु तर हि नेभर कम्प्रोमाइज द कन्स्टिट्युसनल पोजिसन अन इक्वालिटी, जस्टिस एन्ड फ्रेटर्निटी। थ्याङ्क यू भेरी मच। डेमोक्रेसी यो दुईवटा कुराबाट चाहिँ यसको प्याराडक्स छ, टेन्सन छ। डेमोक्रेसी इज अबाउट नम्बर। लोकतन्त्र र प्रजातन्त्रको जुन मेकानिजम हो त्यो नम्बर, चुनाव जित्नुपर्छ नम्बर, तर यसको अर्थ यो होइन। सब्स्टेन्टिभ डेमोक्रेसीको अर्को पाटो हो त्यो आवाज हो। एकजनाको पनि आवाज नहुँदासम्म पनि लोकतन्त्रको भ्यालु छ। नम्बरको नाउँमा आवाज दबाउन पाइँदैन, तर बहुसङ्ख्यक आवाज भयो भने त त्यसले इलेक्सनमा पनि जितिन्छ, पावर पनि कब्जा गरिन्छ। दलितहरूको सङ्ख्या त्यही अघि मैले त्यो रेफरेन्स मैले दिँदा चाहिँ गान्धीलाई भन्दाखेरि त्यो पुरा प्याक्टको नेगोसिएसनमा अम्बेडकर भन्छ गान्धीजी यु हेभ द होमल्यान्ड। हामी दलित कहाँ जाने, हाम्रो हामी देशैभरि छौँ भने हो क्या होमल्यान्ड भने। हजुर गुजराती छ, तर गुजराती दलित गुजराती छैन फेरि। अनि यहाँ पनि कन्स्टिट्युन्ट एसेम्ब्लीको बेलामा निस्केको थियो, हाम्रो त कन्स्टिट्युन्सी छैन होइन। कृष्ण आदि चुहोकेले सायद त्यो एडभोकेट गरिरहेको थियो, कता कता के भयो। दलित त देशैभरि छ, तपाईँ कुन कन्स्टिट्युन्सी लड्यो? अब अहिलेको पोलिटिक्स के हो भने सोसल जस्टिसको बिम्बको रूपमा लिएर जानु पर्यो भने, समाजमा भोइस सप्रेस छ भन्ने कुरा लिएर जानु पर्यो भने पोलिटिकल पार्टिजलाई पनि त एउटा रिप्रेजेन्टेटिभ केस चाहियो।
यसकारण धेरै चाँडो म ट्र्यापमा पर्नेवाला छैन। आर दे जेन्युन बेसिकली होइन। अब अहिले के देखिरहेको छ भने इन्डियामा इन्डियन नेसनल कङ्ग्रेसले सुरुमा त केही कुराहरू बोकेर लिएर हिँड्यो, अनि अर्को चाहिँ फेरि सबभन्दा ठुलो अम्बेडकर भर्सेस रेस्टवाला डिबेट कसले लिएर आएको छ त्यहाँ पनि बुझ्न जरुरी छ। उहाँले उठाएको कुरा एकदम सही हो। अम्बेडकर इज निडेड बिकज नम्बर इज भेरी हाई। यो ट्याक्टिकल इलेक्सन रिजनलको क्वेसन हो, भोइसको क्वेसन होइन, किनभने डेमोक्रेसी इज अलवेज रिडल विथ टु पार्ट्स। यो युटिलिटेरियन प्रिन्सिपल पनि हो। बहुजन हिताय बहुजन सुखाय भन्छ, तर अल्पसङ्ख्यक भएको मान्छेको सुख हुन्छ कि हुँदैन बहुजन भन्ने धेरै हुँदैन। त्यो बहुजन भन्ने शब्दबाट टेन्सन छ, धेरै छ, त्यसको सोसल क्यारेक्टरिस्टिक छ, तर इलेक्सन छ। यो सबै इलेक्ट्रोल, मैले अघि मायावतीको कुरा पनि, युपीमा मायावतीले इलेक्सन जित्न कहाँ सजिलो भयो भने जब उसले कमलापति त्रिपाठीसँग गरी ब्राह्मणहरूसँगको सवर्णहरूसँगको निगोसिएसनबाट आएको छ। त्योबाट खुट्टा झिक्ने बित्तिकै उनी गयो मुलायम सिंह यादवमा होइन। अझै पनि दलितहरूको सङ्ख्या बढी छ, फ्रेगमेन्टेसन भयो। सो दलित पोलिटिक्सको सबैभन्दा ठुलो क्वेसन के हो भने जहाँसुकै हेर्दा सोलिडारिटीको क्वेसन, उसको आफ्नो भित्रको सोलिडारिटी कसरी बनाउनु। यहाँ फेरि कसैले अघि भने जस्तो भित्र पनि यस्तो छ, मैले बाहिरबाट भन्न मिल्दैन, तर पोलिटिक्सको कन्टेक्समा के भन्छु भने यो जति फ्रेगमेन्टेड हुन्छ त्यति होला होइन। त्यसले गर्दा अहिले जुन उभार आएको छ, एउटा त जेन्युनली यसलाई बिजेपीले क्यासिङ गरेछ। बिजेपी जस्तो हिन्दुत्व पार्टीले कङ्ग्रेसलाई निचा देखाउनको निम्ति अम्बेदकरको संसारमा सबैभन्दा ठुलो मूर्ति बनाइदियो। बाफले कसरी आरएसएसले चाहिँ अम्बेदकरलाई काँधमा बोकेर हेर्छ, धन्न त्यसले निलोको साटो चाहिँ पहेँलो लुगा उडाइदिन्छ। त्यो मोदीले जिन्युनले त लाग्छ, मलाई त लाग्दैन कि त्यसले जिन्युनली त्यो स्ट्याचु बनाएर उसलाई के भने गान्धीलाई निचा देखाउँथ्यो। किनभने हामी यति सजिलो रेटोरिकमा गान्धीको त्यो गान्धी अम्बेदकर डिबेटमा पस्छौँ र दुइटै अरे अलिकता माथि बढ्नलाई ठुलो मान्छेलाई हिर्काउनै पर्छ। बेसिकली बिजेपीको स्ट्राटेजी के हो भने अम्बेदकर खडा गर्यो भने बहुजन पनि मेरो साथमा आउँछ। उसले माइनोरिटी म्यानेजमेन्ट पनि गर्यो, इलेक्सन जित्नलाई त्यो किसिमको कुरा गर्यो। त्यही भएर रोहित वेमुलापछि एक किसिमको कोलिसन चाहिँ बनेको, त्यो चाहिँ स्टुडेन्ट फ्रन्टमा बनेको कि अब फरवर्ड लुकिङ लेफ्ट फ्रन्टले दलित क्वेसनलाई कास्ट र चाहिँ क्लास क्वेसनलाई जोड्नै पर्छ, किनभने नम्बर धेरै छ भन्ने छ, त्यो इम्पेरेटिभ हो। त्यसले तपाईँले एकदम सही गर्नु, त्यो उभार देखिराखेको छ होइन। तर के छ भने साउथको पोलिटिक्स एकदम कल्टको बेसमा पोलिटिक्स छ होइन, पर्सनालिटी र कल्टमा छ। अम्बेदकरको कल्टलाई कति पर लिएर जान्छन्, अम्बेदकरलाई पनि कल्ट बनाइदियो भने त फेरि अर्को समस्या आउँछ। फेरि मैले भनिहालेँ कि अम्बेदकरलाई कल्ट बनाउन सजिलो पनि छ, अम्बेदकराइट गान्धीवादी त गाह्रो भइसक्यो। अम्बेदकराइट अब गान्धीवादीहरू कहाँ छन् अब सिनेमामा छ होइन, गान्धीगिरीवाला सिनेमामा छ, त्यो सञ्जय दत्तको सिनेमामा गान्धी। अब गान्धीलाई लगेर मोदीले चस्मामा राखिदियो र स्वच्छ भारतमा पुऱ्याइदियो। यो सिम्बलहरू म बडा यो पिक्चर सिक्चर हेर्छु, मलाई रमाइलो लाग्छ क्या। त्यही भएर अम्बेदकरलाई मूर्तिमा ठडाइदियो होइन, कङ्ग्रेसलाई हिर्काउनको लागि अम्बेदकर खडा गर्यो, तर जेन्युन पोलिटिक्स त्यो हो कि होइन। यसकारण के हो भने रिजनल पार्टिजहरूको रिअलाइनमेन्टमा नम्बर कहाँ छ, दलितसँग नम्बर छ, नेपालमा पनि नम्बर छ, तर त्यो नम्बर कसरी पोलिटिकली आर्टिकुलेट गर्छ त्यो लिडरसिपमा भर पर्छ होइन। क्षणिक स्वार्थको लागि त्यो नम्बर कसैले प्रयोग गर्छ कि त्यो पनि हेर्नुपर्ने हुन्छ। अदरवाइज लङ टर्म पोलिटिक्स चाहिँ म चाहिँ तपाईँले भनेको कुरामा चाहिँ त्यो देखेको छु, त्यो उभार आइरहेको, म बडा इन्ट्रेस्ट लिएर हेर्छु इन्डियन पोलिटिक्स। तर के लाग्छ भने नम्बर इज इम्पोर्टेन्ट इन पोलिटिक्स। तर म चाहिँ सामाजिक न्यायको पक्षको भएको हुनाले एकजनाले पनि खान पाइन है भनेर भन्दासँग हङ्गरको क्वेसन सकिँदैन, एकजनाले पनि रिप्रेजेन्ट गर्न पाइन है भने म नम्बरको पोलिटिक्सबाट यसलाई हेर्न थाल्यो भने त फेरि हामी विनरकै मेजोरिटेरियन पोलिटिक्सकै हामी पोल्टामा पर्छौँ। मेरो आग्रह चाहिँ त्यो छ, तर मेरो आग्रहले चल्दैन। किनभने मैले भन्न खोजेँ कि डेमोक्रेसीको प्याराडक्स नै के हो भने नम्बर पनि छ। अब अहिले चुनावहरू यो सिस्टम छ, नम्बर नहेरी भएन, तर आवाजलाई पनि मर्न दिन हुँदैन। त्यसकारण सामाजिक आन्दोलन चाहिँ आवाजको प्रतिनिधित्व गर्ने हो, नम्बरको प्रतिनिधित्व गर्ने होइन भन्छ। त्यही भएर पोलिटिक्समा विभिन्न बेलामा केही कारणले इङ्गेज हुन खोजे पनि मलाई आवाजले तान्छ। को खान पाएको छैन, को बोल्न सकेको छैन, त्यसलाई कसरी आवाज दिन सकिन्छ र सोलिडारिटीमा काम गर्न सकिन्छ भन्ने हो मेरो आग्रह छ। तपाईँको क्वेसन चाहिँ भेरी इम्पोर्टेन्ट। थ्याङ्क यू। म अब फ्लोर ओपन गर्न चाहन्छु। पहिलो चरणमा 4वटा प्रश्न लिउँ, त्यसपछि फेरि अर्को चरणमा जाउँ। शिशिर। नमस्कार सर। नमस्कार। मेरो चाहिँ 2-3वटा प्रश्न छ। 2-3वटा नगरौँ न, अरूलाई पनि मौका दिउँ। एउटा चाहिँ जुन अरुन्धति रोयको द सन्त एन्ड भक्त भन्ने बुक छ, त्यसमा हेर्दा के लाग्छ भने
कतै न कतै गान्धीको छायामा अम्बेडकर पढ्नु भएको हो कि होइन, अथवा धेरै कुरामा कम्प्रोमाइज गर्नुभएको छ तपाईँको पुनः प्र्याक्टिकल धेरै कुरामा छ। त्यो हुँदाखेरि त्यसको असर अहिलेसम्म परेको हो या होइन, पहिलो कुरा यो भयो। अनि उहाँले चाहिँ जुन डेमोक्रेसी जुन उहाँले अम्बेडकरले लिएको डेमोक्रेसी छ त्यो चाहिँ त्यो डेमोक्रेसी अहिलेको सन्दर्भमा फेल खाएको हो। कास्ट सिस्टम चाहिँ यो उन्मूलन गर्नमा यो डेमोक्रेसी फेल खाएको हो। र तपाईँले भन्दै गर्दा नम्बरको कुरा गर्दै गर्दा के नेपालमा चाहिँ कास्ट सिस्टम हटाउनको लागि नम्बरको कुरा गर्ने भयो भने नेपालमा तपाईँको यो डेमोक्रेसी नेपालको कास्ट सिस्टमलाई हटाउन यसले सेवा के तपाईँको ह्याम्पर चाहिँ गर्दैन? के प्रश्न छ? हजुर, भेरी गुड। अब ल होइन दुईवटा लिउँ न हजुर। ओके हजुर, अझ उहाँ अरू छैन भने चाहिँ अरू सोच्दै गर्नुहुन्छ, म खास चाहिँदैन। यसो छ भाइ, के नाम रे? शिशिर भाइ। के छ भने हिस्ट्री इज फुल अफ इफ्स एन्ड बट। इतिहासमा यदि र जतिले धेरै ठुलो प्रश्न गर्छ। अब यो मलाई लाग्छ अरुन्धती रोयको इन्टरप्रेटेटिभ एनालिसिस हो, विच मे बी राइट, मे नट बी रङ। यु मे एग्री एन्ड आई मे नट एग्री, आफ्नो ठाउँमा सधैँ छ। तर कुरा के हो भने कि कहिलेकाहीँ शरीर अगाडि छाया पऱ्यो भने छायाले पनि तपाईँलाई डिफाइन गर्छ। यसो हेर्दा गर्नु भने डरलाग्दो देखिन्छ त छायामा, होइन? मलाई के लाग्छ भने तर इन्डियन फ्रिडम स्ट्रगलको टाइमको लिडरसिप त्यस्तो होइन जो अहिले हामीले इमेजिन। त्यो बेलाको लिडरसिप एन्टागोनिस्टिक, आइडियाजमा एन्टागोनिस्टिक थियो। जुन किसिमको चाहिँ चित्रण अरुन्धतीले गर्छन् त्यो हुँदै हो। म चाहिँ त्यो भन्छु। किन भन्छु भन्दाखेरि नभए त्यो मान्छेले सयौँ चिठी एकअर्कालाई लेख्ने गर्थे भने हजुर। गोलमेज सम्मेलनमा त गान्धीजीले एक्सेप्ट गर्नुभएकै हो त। अम्बेडकरलाई नोमिनेट गरेको त ब्रिटिसले हो, त्यो बेलाको डिभाइड एन्ड रुलले हो। अम्बेडकर गयो भने म चाहिँ अहिलेको नेताहरूले त गएपछि म जान्न भने जस्तो गर्यो। गान्धीजी पनि जानुभएको गोलमेज सम्मेलनमा। त्यो टाइम के थियो भने आइडियालाई रिकगनाइज गर्ने प्लुरल। नेपालमा पनि कता कता पुरानो लिडरसिपमा त्यो छ। एकअर्कालाई बराबर गरे पनि तपाईँको नेपालको लिडरसिप बङ्गलादेशमा जस्तो बोल्दै नबोल्ने छैन हजुर। त्यही भएर अलिक बढ्दै बोलिदिएर कनाइ गरेर पो हामीलाई दुःख भएको त हजुर। पानी बराबर गरेको भए त बर्बाद हुन्थ्यो त। त्यो बेलाको लिडरसिप हेऱ्यो भने त्यो बेलाको लिडरसिपको एलाइन त्यो बेलाको लिडरहरूले लेखेका छन्। अम्बेडकरले पनि लेख्नु भएको छ, के भन्छ त्यो टेक्स्ट बुक ट्रस्ट अफ इन्डिया जुन छ इन्डियाको टेक्स्ट बुक निकालेले, त्यसमा पनि कसैले मलाई भने कि यो गभर्मेन्ट अफ इन्डियाको टेक्स्ट बुक बनाउने अनि अम्बेडकरलाई चाहिँ निचा गर्यो पनि भने मान्छे। तर अहिले अम्बेडकरको यति रिसर्जेन्ट भएको छ त्यो बेसिकली के हो भने तपाईँको प्रतिरोधको साइटको सिम्बल, प्रतिरोधको डिसिडेन्टको सिम्बल चाहिँ अम्बेडकरलाई बनाएको भयो। किनभने मोदीको अगेन्स्टमा बोल्नलाई अरू सबै पोलिटिकल फोर्सेसहरूको प्रयोग भइसक्यो। कङ्ग्रेस चुनाव हारेर बसेको छ, लेफ्टहरू नास्तानाबुद भएको छ, डेसिमेट भएको छ। एउटा आइडिया इक्वालिटी र जस्टिसमा अम्बेडकर छ। त्यही भएर यो रिसर्जेन्ट भएको स्कलरसिप एकापट्टि मोदीले पनि प्रयोग गर्यो, किनभने अम्बेडकरलाई खडा गर्यो भने गान्धीलाई घटाउन सकिन्छ। त्यसै बिचमा यो कुराहरू चल्छ। तर हामीले बुझ्नुपर्छ के भने अहिले अम्बेडकरको रिसर्जेन्ट भन्नुको अर्थ के हो भने दलितमा पनि अथवा त्यो तपाईँको सप्रेस क्लासमा पनि तपाईँहरू जस्तो भाइ बहिनीहरू जस्तो पढ्ने लेख्ने मान्छेहरू आए, युनिभर्सिटीतिर गए, एउटा नयाँ किसिमको रिसर्जेन्ट आयो। होइन यो मान्छे के रहेछ त अम्बेडकर। अहिले हेर्नुभयो भने हरेक महिना अम्बेडकरको बारेमा एउटा किताब निस्किन्छ। हरेक म्यागजिन इन्डियन पत्रिका पढ्दा यो हप्ता त तपाईँको कति छ कति तपाईँको एभ्रिथिङ इज ए न्यू इन्टरप्रिटेसन। किन छ के छ भन्दाखेरि अम्बेडकर जहाँ छन् त्यही छन्, हेर्ने दृष्टिकोण अनेक छ। र एउटा के हुन्छ कसैले लडाएर इन्टरप्रेट गर्छन्, कसैले भिडा त्यो तपाईँको कोअपरेटिभ उसबाट चाहिँ हेर्छ। त्यस कारण एउटा राम्रो कुरा के हो भने अम्बेडकर छायामा परेको होइन, कसले छाया पर्छ। मैले भनिहालेँ त हरेक गाउँमा मैले देखेको छु। तपाईँहरूलाई अब यहाँ कुरा गर्दाखेरि अन्यता नलाओस्, मलाई चिन्ने मान्छेलाई थाहा छ। 1981मा भारतको प्रधानमन्त्री चन्द्रशेखरजी कन्याकुमारीबाट दिल्लीसम्म हिँड्ने बेलामा 21 वर्ष पनि मेरो उमेर पुगेको थिएन। म चन्द्रप्रसाद वास्तव शैलजा दिदीसँग भारतको गाउँ हिँडेर त्यहाँ आएको छु। चौधरी देवीलालको चाहिँ न्याय यात्रामा हरियाणाको गाउँ पुगेको छु। मलाई त्यो छक्क पर्थ्यो भने गान्धीजीको स्ट्याचु चाहिँ सहरको बिचमा स्टेटले एप्रोप्रिएट गरे हुनाले, अनि यो गांधी किन नाङ्गो भएर हिँडेको भनेको हामीले सानैदेखि भनेको भारत में आधा लोग खाते नहीं है, पीते नहीं है, दुबले
खादी पहिन्छन्, गान्धीले आफै लेख्नुभयो। अम्बेडकर चाहिँ जो दलितको लागि डाउन ट्रोडनमा छ त्यो टाई सुट लगाएर उभिएको छ। यो त कन्ट्राडिक्सन त मैले देखेको छु। तर मलाई पछि आफैले मलाई साथीहरूले भन्नुभयो कि अम्बेडकर चाहिँ भारतको आधुनिकताको, चेतनाको, परिवर्तनको, एस्पिरेसनको, के दलित सधैँभरि लङ्गोटी लाएर बस्नुपर्छ, उसले टाई सुट लाउन सक्दैन, ऊ लन्डन जान सक्दैन, उसको एस्पिरेसनल भ्यालु यस कारण हरिजी यो टाई साईमा नफसोस् भनेर मलाई साथीहरूले भने। हजुर, तर मलाई त फ्यासिनेट भयो। जहाँ जान्छु गान्धी गएको ठाउँमा अर्को कोलोनीमा जाने बेलामा अलिकता यता बाहिर जाने बित्तिकै रेलवे स्टेसनको साइडमा रूपजी पनि इन्डियातिर घुम्नु गएको छ, कति जान्छ त्यही देखिन्छ अम्बेडकर। सो अम्बेडकरले के रिप्रेजेन्ट गर्छ भन्दाखेरि नयाँ एस्पिरेसनल भ्यालुलाई रिप्रेजेन्ट गर्दैछ। त्यो भ्यालु इमर्ज गरेर हाम्रो पनि छ, हाम्रो मान्छे पनि बोल्ने मान्छे त्यो संविधानमा भन्ने बुझ्नलाई भारतमा करिब करिब 40-50 वर्ष लागेछ। म त्यसरी बुझ्छु है। अब त भाइले कसरी बुझ्नुहुन्छ तपाईँ बुझ्नुहोस्, तर मैले त्यसरी बुझ्छु। किनभने जब म यो टेक्स्टहरू पढ्छु, अम्बेडकर कुनै पनि पोलिटिकल फिलोसफर भन्दा कम छैन पोलिटिकल थिङ्किङमा। उनको 21वटा स्पिच छ कन्स्टिट्युन्ट एसेम्ब्लीको दौरानभरि, इन्डियाको कन्स्टिट्युन्ट एसेम्ब्लीको दौरान। हरेक स्पिच कम्पेरेटिभ कन्स्टिट्युसनल लको विद्यार्थी हुनुहुन्छ, कम्पेरेटिभ कन्स्टिट्युसनल फाउन्डेसन्समा छ र रिडिङ वेस्टर्न फिलोसफी र इन्डिभिजुअल फ्रिडम र लिबर्टीको पक्षमा छ। यो रियरली मेन्सन क्लास, कास्ट र क्लासमा उहाँलाई पनि अझै पनि समस्या छ। किनभने हि इज कम्प्लिटली एभर्स टु द मार्क्सिस्ट एनालिसिस। त्यही भएर उसलाई चाहिँ उसले कहीँ पनि चाहिँ क्लासको बारेमा अम्बेडकरको लेख हेर्नुभयो भने अहिले नयाँ राइटरहरूले इन्टरप्रेट गर्न खोजिरहेका छन्। जसरी आज हामीले एउटा कन्स्टिट्युसनल मोरालिटीले 3 घन्टा 4 घन्टा कुरा गर्न लाग्यौँ नि, त्यस्तै गरेर उहाँको स्पिचमा पर्पस ठुलो छ राइटिङको। कहीँ न कतै लिडरले त्यत्रो लाइफ स्प्यानमा लेखेको ठाउँबाट मान्छेले निकालेर रिकन्स्ट्रक्ट गर्दैछ लाइफलाई। दिस इज हाउ आइडिया बिकम्स रियालिटी। स्कलरसिपमा इमेल डुर्कान्डले के भन्छन् भने आई स्ट्यान्ड अन द सोल्जर्स अफ द जायन्ट्स। मभन्दा अगाडि स्टडी गर्ने मान्छेको चाहिँ सोल्जरमा उभिएर मैले नयाँ स्कलरसिप सिर्जना गर्छु। अम्बेडकरको पर्खाइ अब सकिए जस्तो लाग्दैछ मलाई। किनभने जुन किसिमको स्कलरसिपको रिसर्जेन्ट भइरहेको छ, अम्बेडकरको पोलिटिक्स इस्टाब्लिस भयो कि थाहा छैन, तर अम्बेडकर एज अ डिस्कोर्सिभ भ्यालु अब इस्टाब्लिस भएछ। अब कसैले नकारिन सक्ने ठाउँ हिजो पनि थिएन। हामी जस्तो पोलिटिकल थ्योरीको मान्छेहरूले लिडरसिपलाई भ्यालु गर्नुपर्छ भन्ने मान्छेले कहिले पनि अम्बेडकरलाई नकारेको होइन। प्र्याक्टिकल पोलिटिक्समा मान्छेले नकारे होला। तर के छ भने अब यसलाई तपाईँहरूले के भन्छ, चार्ल्स ह्युमन राइट्सको स्टुडेन्ट हुनुहुन्छ नि होइन, यहाँ आइडिया अफ ह्युमन राइट्स भन्ने चार्ल्स बेट्सको एउटा किताब छ। त्यो किताबमा हेर्नु भने ह्युमन राइट्सको त्यो किताबमा उनले के भन्छन् भने आजसम्म ह्युमन राइट्स उसले के भन्छ भने थ्योरी अफ ह्युमन राइट्स भन्ने किताबमा उसले के भन्छ भने आजसम्म ह्युमन राइट्स प्र्याक्टिस थियो। तपाईँहरूलाई थाहा छ ह्युमन राइट्स चाहिँ सेकेन्ड वर्ल्ड वारपछि न्युरेमबर्ग ट्राइब्युनलबाट इभल्भ हुँदै आयो। त्यो थ्योरी भनेकै थिएन, अरू जुरिस्प्रुडेन्सबाट लिएर आएर ह्युमन राइट्स बनाएको थियो। तर अब ह्युमन राइट्स थ्योरी किन भयो भने देयर इज इनफ पिपल टु टक अबाउट ह्युमन राइट्स। देयर इज अ डिस्कोर्सिभ कम्युनिटी द्याट बिलिभ्स इन ह्युमन राइट्स एज अ पोलिटिकल थ्योरी। त्यसकारण ह्युमन राइट्स मेरो भनेको भने तर इनफ पिपल टु टक अबाउट अम्बेडकर, देयरफोर अम्बेडकरको पोलिटिकल थ्योरी, अम्बेडकरको कन्स्टिट्युसनल थ्योरी, अम्बेडकरको तपाईँको मोरालिटीको क्वेसन, अम्बेडकर चाहिँ अब नलेजको क्यानोनमा धेरै माथि उठिसक्नु भएको छ। त्यही भएर कसैले 4 वर्ष अगाडि अम्बेडकरवाद भनेको भए के भन्दैछ यसले भन्ने। बट देयर आर इनफ पिपल बिलिभ द्याट द अम्बेडकर मेक्स अ डिफरेन्स इन आवर थिङ्किङ एन्ड लाइफ। सो सेलिब्रेटिङ अम्बेडकर भनेको के भने उनको आइडियाज, उनको लाइफ। अर्को कुरा के भन्छ, हरेक मान्छेको मनमा सुचुरो हुन्छ, हरेक मान्छेको मनमा लोभ हुन्छ, पाप हुन्छ। म अलिकति स्पिरिचुअल मान्छे हुन्छु। अम्बेडकर दुधले धोएको मान्छे होइन, उनको म्यारिड लाइफ हेर्नुभयो भने डिफिकल्ट छ हो। तर के हो भने हामीलाई उसलाई स्पिरिट नेतालाई फिलोसफरलाई हेर्ने के भने उहाँको डिफिकल्टिजहरू, उहाँको राम्रो पक्ष नराम्रो पक्ष सबै हेर्ने हो। कहिलेकाहीँ यो देवत्व भन्ने शब्द प्रयोग हुन्छ नेपालमा। तर के हो भने अम्बेडकरको बारेमा नन कम्प्रोमाइजिङ क्वेसन्स के हो भने he has a deep adherence to constitutional values and constitutional morality. जे कुरामा मान्छे उभिन्छ त्यसमा एक्नोलेज गर्नु। जो मान्छे उभिँदैन मनमा चोरी थियो कि के थियो के थाहा तपाईँहरूलाई। जे पब्लिकली लेख्छन् बोल्छन् त्यसमा हामीले के गर्ने हो। तर के छ भने अम्बेडकरको नयाँ पक्षहरू उजागर हुँदैछ। अब जुन शशि थरूरले समेत अम्बेडकर लेख्नुपर्ने खण्ड के कारणले आयो, उपन्यासै लेखिरहेको थियो।
म त राम्रोसँग चिन्छु, त्यही भएर भन्दैछु कि। मैले अस्ति भने क्या आएम हिन्दू लेखिरहनु भएको छ एकातिर, के वाइ आएम हिन्दू लेखिरहेको छ, एकापट्टि अम्बेडकर लिएर आउनु के गरे यो थोडी पपुलर। टु टक अबाउट अम्बेडकर इज टु बिकम पपुलर अहिले, त्यो पनि छ ख्याल गर्नु। ल अब भाइ बहिनीहरूको प्रश्नहरू के छ? तुला एकदम चिन्तित भयो यार। हस् तुला सर धेरै चाँडो बोले कि अब म यार ल म एक्सपर्ट होइन, म भर्खर पढ्न थालेको छु, यो पनि भन्दैछु। हजुर तुला सर अरू छैन आउँछ अहिले तपाईँले हात उठाएर यो लास्टतिर दाइले भन्नुभयो नि यो डेमोक्रेसीमा पोलिटिक्समा बेसिकली नम्बरले म्याटर गर्छ। नम्बरले पनि म्याटर गर्छ, भोइस पनि। तर म भोइसको पक्षमा भने हो, मैले भन्नु खोजेँ यो नम्बरमा च्यालेन्जेसहरू के भयो त दलित समुदायको? किन यस्तो होइन नम्बरको किन पछाडि? होइन नम्बरको च्यालेन्जको क्वेसन चाहिँ अम्बेडकरले दिएको छ। यो प्रोसेस हो, यो फन्डामेन्टली इक्वालिटीलाई क्रिएट गर्नलाई वान भोट इक्वालिटी, वान भोटको वान भ्यालु भनेको होइन। तर तपाईँले त्यसमा अरू एडिसनल भेरिएबल्सहरू एट्याच गरिदिइसकेपछि त इक्वालिटीको प्रिन्सिपल त डिफिट भएर गयो नि एउटा कुरा। अर्को के हो भने कन्स्टिट्युसनल अम्बेडकरको कन्स्टिट्युसनको डिजाइनमा त पिरियोडिक इलेक्सन भनेको छ, तर जुनै पनि हालतमा तपाईँको चुनाव जित्नुपर्छ भन्ने मनस्थिति लिएर आयो भने चुनावमा अथवा लोकतन्त्रमा हारजित हुँदैन भन्ने किसिमको मनस्थितिबाट तपाईँले शासन गर्न थाल्नुभयो भने त तपाईँ त कन्स्टिट्युसन त अपरेट भएन त, अपोजिसन नै रहेन त। जस्तो नेपालमा चुनाव हारजित भए पनि सबै सरकारमा बस्नुपर्ने स्थिति आयो भने कन्स्टिट्युसनल मोरालिटी कहाँ गयो? सो इट्स वी फ्लाउन्टेड द कन्स्टिट्युसनल मोरालिटी क्वेसन। कन्स्टिट्युसनले हामीलाई के भन्यो भने तिमीहरू बराबर छौ, शासनको लागि तिमीहरू विभिन्न कोण प्रतिकोणमा विभाजित हुन सक्छौ, तर स्टेटको क्रिएट गर्ने बेलामा अपोजिसन हुन्छ, त्यहाँ तपाईँहरूले शासन गर्नुपर्ने हुन्छ। हार्ने र जित्नेको पिरियोडिक सधैँभरि एउटैले जित्ने किसिमको चुनाव हामीले बन्यो भने त्यो मतलब चाहिँ छैन त होइन। सबै बराबर भयो, एउटै खालको रुख भयो भने त्यो वन हुँदैन अरे कि, त्यो फरेस्ट्रेसन प्रोजेक्ट हुन्छ। वन त विभिन्न थरीको हुन्छ नि त, सल्लाह भएको पनि वन हुन्छ र त्यो त प्लान्टेसन हुन्छ भन्ने जस्तै हो कि। लोकतन्त्रमा पनि कुनै विविधता भोइस भने नम्बर किन चाहियो भने हामीले एउटा डिसिजन गर्ने प्रोसेसबाट चाहियो। तर नम्बर सधैँभरि एउटैसँग रहिरह्यो, एउटै वर्ग एउटै समुदायसँग रहिरह्यो त त्यसले चाहिँ तपाईँको त्यो चेक्स एन्ड ब्यालेन्स भनेको त्यहीँबाट आएको हो नि त। संस्थाहरूको चेक्स एन्ड ब्यालेन्स पनि, पार्लियामेन्ट्री एकाउन्टेबिलिटी पनि त्यहीँबाट आएको। त्यही भएर अहिले नेपालको सन्दर्भमा मैले कन्स्टिट्युसन मोरालिटीलाई टेस्ट गर्नुपर्यो भने यस्ता पोलिटिकल पार्टीहरू जुनसुकै हालतमा हामीले चुनाव जित्नुपर्छ, चुनाव हारे पनि सत्तामा जाने अतिक्रमण गर्नुपर्छ, वैधानिक तरिकाबाट होइन, म 5 वर्ष पर्खिनुपर्छ भन्ने धैर्यता छैन, के मिलेर त्यहाँ जानुपर्छ। अब हाम्रो मधेसको पोलिटिकल पार्टीहरूको समस्या त्यही त भयो, हारे पनि जिते पनि जानै पर्ने। यहाँ पनि जब काङ्ग्रेस र कम्युनिस्ट मिल्नै पर्ने, हामीलाई पनि के भन्यो भने सहमति भन्यो। र मैले फेरि बेला भन्ने गरेको छु, पोलिटिक्स वाज इन्भेन्टेड प्रिसाइसली टु लुक इन्टु दि पोलिटिकल डिफरेन्सेस। पोलिटिक्सको इन्भेन्ट नै डिफरेन्सेसहरूलाई हेर्नको लागि आएको। सहमति भयो भनेदेखि त्यसले गर्दाखेरि अहिलेको चाहिँ उहाँले कन्टेम्पोरेरी पोलिटिकल कन्टेक्स्टमा के भने हरेक पोलिटिकल पार्टीको जुन मन मस्तिष्कमा परेको छ कि जसरी पनि म सत्तामा जानुपर्छ भन्ने जुन परेको छ, त्यसले के गर्छ भने कन्स्टिट्युसनल प्रोभिजन र डिभिजनको मेरो अर्को पार्ट सधैँ थियो दाइले सुरु गरिहाल्नु भयो। अब यो त चलिरहेको ठिकै छ। एउटा चाहिँ नि यो नम्बरमा किन मार्जिनलाइज दलित चाहिँ एकदम कमजोर देखिन्छ पोलिटिक्समा। अर्को चाहिँ नि यो आइडेन्टिटीको नाममा आएर दलित आइडेन्टिटीको नाम होस् या मधेसी या जनजाति यो पोलिटिक्सको 10-20 वर्षको पिरियडको एनालाइसिस गर्दाखेरि प्याटर्न के देखिन्छ भने एलिट्स आर मोर मतलब बेनिफिटेड फ्रम त्यो एकदम सही। यो चाहिँ नि यो पनि मलाई च्यालेन्ज जस्तो कि अब दलितकै कुरा गर्ने हो भने रामविलास पासवान 0बाट सुरु गरेर एलिट भए, त्यसपछि आफ्नो भाइलाई पार्टी नदिएर छोरालाई बम्बईबाट फिल्म खेल्न छोडाएर ल्याएर पार्टी हस्तान्तरण गरे। मायावतीले चाहिँ नि ब्राह्मणसँग मिलेर सत्तामा गए, आफ्नो कहाँ पढिरहेको भतिजोलाई बोलाएर ल्याएर चाहिँ पार्टी हस्तान्तरण गर्ने। यो फेरि दलितमा मात्रै होइन, लालु यादवमा पनि त्यही लागु हुन्छ, आजको नेपालमा भएको अरू मधेसी पार्टीहरू पनि त्यही लागु हुन्छ होइन।
यो के हो, यो फेनोमेनन के हो, यो मार्जिनलाइज मुभमेन्टको आइडेन्टिटी पोलिटिक्सको? होइन यो तपाईँले आइडेन्टिटी पोलिटिक्सलाई मार्जिनल पोलिटिक्सको प्रब्लम, इट्स अ प्रब्लम अफ सोसाइटी जहाँ चाहिँ पावरलाई चाहिँ त्यही अघि भने व्यक्ति पूजा गर्ने। मायावतीले त्यत्रो हात्ती बनाएर चाहिँ स्ट्याचु किन बनाएको यार? The purpose of the politics is defeated by those who champion it. That's the problem. त्यही भएर त हिरो वर्सिप नगर भक्ति मुभमेन्टमा बस्ने छ तिमीहरू बच्चा। त्यो स्पिचको लास्टमा उनले भन्नुहुन्छ कि त्यो भक्ति ट्रेडिसन गएकै छैन, हिरो वर्सिप छ यार। हामीले आफू मध्येबाट कसैलाई हिरो बनाउँछौँ भनेर भनेको छ, मसिया बनाउँछ भन्छ। डायग्नोसिस करेक्ट छ, तर के छ भने त्यही भएर उसले भन्छ कि पोलिटिकल कल्चर डेभलप गर्नु पऱ्यो, कन्स्टिट्युसन मोरालिटी डेभलप गर्नु पऱ्यो। त्यही भएर यो कन्स्टिट्युसन बडा मेहनत गरेर लिएर आएको छु, तर मलाई शङ्का छ यो चल्दैन, किनभने हामीसँग कन्स्टिट्युसनल मोरालिटी छैन। त्यो कन्स्टिट्युसनल मोरालिटी भनेको के भने द सेन्टिमेन्ट टुवर्ड द सिस्टम द्याट यु हेभ क्रिएटेड। यो सिस्टम यो जनआन्दोलन गरेर लिएर आएको, मेरो छोरालाई बनाउन लिएर आएको होइन, मैले खुला मनमा भाषण गरेर तलको मान्छेलाई ल्याउँछु भनेको भन्ने मान्छेले त्यो बिर्सेर आफ्नो मान्छे लिएर आउँछ भने त्यो कमिटमेन्ट भएन नि त। त्यही भएर डेमोक्रेसी इज अबाउट कल्चर भन्न खोजेको त्यो मुखले कुरा बगलीमा के मुखमा राम बगलीमा छुरा भयो नि त सबैको। हामी बेइमानहरूको जमात हो त्यही हो। त्यही भएर मैले अघि भने कि बाहिर तपाईँ संविधान बनाउँदा दलित महिलालाई हाल्छु भन्ने त्यही पार्टीको मान्छे चाहिँ कार्यकर्ता गरेर नेताहरू के डिसाइड गर्छन् भन्ने भोटिङ बुथबाट मुरमुराउँदै दलितलाई भोट हाल्नु पऱ्यो भनेर रिसाउँदै आउने त्यो बेइमानी भयो त भएन त। कन्स्टिट्युसन मोरालिटी भएको मान्छे भए, त्यो कल्चर भएको भए यो पार्टीले डिसाइड गर्यो यो अग्रगामी कुराको लागि हामीले गरेका हौँ, अगाडि बढ्छौँ भन्ने विश्वास हुनु पऱ्यो। त्यसले गर्दा सबभन्दा ठुलो कुरो के हो भने पोलिटिकल चेन्जमा नेपालमा पनि तपाईँले भने जस्तो संविधान बनेपछि संविधानलाई एजुकेट गर्ने, किन फेडरलिजम ल्यायौँ, किन हामीले समावेशीको कुरा गऱ्यौँ भन्ने हामी कसैलाई फुर्सद भएन। हामी सबैलाई संविधान घोषणा भएको भोलिपल्ट चुनाव जित्नेमा भन्दाखेरि कन्स्टिट्युसनलाई नै एब्डिकेट गर्ने पोलिटिकल क्लास भएपछि, कन्स्टिट्युसनलाई चुनावको भर्याङ बनाउने पोलिटिकल पार्टी भएपछि कन्स्टिट्युसनल एजुकेसन कहाँ जान्छ त? गरेर बनाएको होइन, त्यसलाई हटाउने अनि 2 वर्षसम्म संविधानका चाहिँ त्यो ट्रान्जिसनल क्लज पुच्छर क्लजले पुरा संविधान हल्लाउने बेइमानी भाव होइन यो। तपाईँ हामी नबोलेर हो नि त। कन्स्टिट्युसन त जसले डिक्लेयर गर्यो त्यसले तुरुन्तै इलेक्सन गर्नु पर्थ्यो, इलेक्सन प्रतिनिधि सभाको गर्नु पर्थ्यो, त्यो बनाउनुको लागि के गर्यो? राष्ट्रपतिको चुनाव गर्यो, सभामुखको चुनाव गर्यो। यही पोलिटिकल पार्टी होइन अहिले? र त्यो पोलिटिकल पार्टीको अहिले संहितामा प्रश्न उठेकोमा पनि दुःख छैन, किनभने उसलाई सत्ताको प्रयोग छ। मलाई डर छैन भन्नु जानु ल। अम्बेडकरलाई चाहिँ अलिक क्रिटिकल्ली हेर्नु पऱ्यो भने अन्तिममा धर्म परिवर्तन गर्यो, त्यसमा चाहिँ अलिक क्रिटिकल्ली हेरेको सुरु छ अहिले चाहिँ। जस्तो दलितको समस्या चाहिँ धर्ममा त नभएर बहुमात्र हुन्छ, अरू पनि धेरै कुरा छ हुन्छ नि त। सनैको कुरा कसरी होइन अम्बेडकरको त्यो चाहिँ एउटा अब हो, कति विश्वास गरेर गए, किताबहरू पनि लेखेका छन्, सबै कुरा गरेका छन्, नबुझेको मान्छे भन्न सकिँदैन। तर के छ भने कहिलेकाहीँ अघि नै मैले भने पोलिटिक्स र रेटोरिकको पनि ठुलो सम्बन्ध छ। रेटोरिक भनेको अतिशयोक्तिको कुरा पनि छ। त्यो टु मेक अ पोइन्ट यु टेक अ ड्रास्टिक डिजाइन। अम्बेडकर जस्तो मान्छे रिलिजन परिवर्तन भयो, युज कन्सर्न त्यो बेलाको न्युज पेपर एडिटोरियल हेर्नुभयो भने कम्पन देखिन्छ, कम्पन होइन। अब गान्धीजी के भन्नुहुन्छ भने कि सारा परिवर्तन आधुनिकता आइरहेछ भन्दाखेरि हिन्दू त के होस् भन्दा म हिन्दू हो, मलाई यो सब परिवर्तनले केही छुँदैन भन्दा म छुँदैन, किनभने म आफ्नो आत्मविश्वासमा दृढ छु भन्छ। उसले के भन्छ नि, म एउटा खुला यस्तै ढोका कोठामा उभिएको छु, चारैतिरबाट हावाहरू बगिरहेका छन्, त्यो मैले बुझिरहेको छु, र तर म जहाँ छु त्यहीँ उभिएको छु भन्छ होइन। उसको एप्रोच एकातिर छ, ऊ कुनै पनि ठाउँमा कन्भर्जनको लागि हिँड्दैन होइन। अब तर के भने भेजिटेरियन भएको नै ठाउँ ठाउँमा त क्वेसन उसको पनि उठाएको छ, खानपिनमा त उसलाई पनि बहिष्कृत गरेर देखिन्छ होइन। किनभने जहाँ गए पनि जस्तो दक्षिण अफ्रिकामा गयो, उता गयो उसले पनि ह्युमिलिएसन त खपेकै छ इन्डियन भएको नाताले। तर के छ भने उसले के भन्यो भने मेरो स्ट्रगल चाहिँ वेस्टर्न मोडर्निटीको अल्टरनेटिभको क्रिटिक पनि हो भन्यो। हिन्द स्वराज पढ्नुभयो भने तपाईँले देख्नुहुन्छ कि गान्धीको आर्गुमेन्ट बुझ्नलाई वेस्टर्न क्यापिटलिजम पनि बुझ्नुपर्छ। त्यही भएर उसले के भन्यो भने वेस्टर्न क्यापिटलिजम र कोलोनियलिजमको विरोध गर्नु भनेको त्यसैको धरातलमा बसेर गर्ने होइन, मेरो भिन्दै सिस्टम अफ थट हो भनेर भन्यो। त्यही भएर हिन्द स्वराज बुझ्नलाई गान्धीलाई
एकदम इन्डिपेन्डेन्ट एउटा मात्रै किताब उसले लेखेको, सत्याग्रह इन अफ्रिका एउटा किताब हो लेखेको, किताबको रूपमा लेखेको, हिन्द स्वराज हो अर्को लेखेको। तर अम्बेडकरजीले के गर्नुभयो भने कि मसँग अल्टरनेटिभ पोसिबिलिटिज पनि छ भन्नुभयो, तिमीहरूले मलाई मान्दैनौ भने म यता जान्छु भनेको देखिन्छ। तर के भने त्यसो भनेर त्यत्रो मान्छेले, त्यत्रो पढालेखा मान्छे, त्यत्रो सुझबुझ भएर सारा समुदायको नेतृत्व गर्ने मान्छेले क्षणिक आवेशमा होइन। उहाँको चाहिँ त्यो धम्म भन्ने किताब हेर्नुभयो भने सिस्टमेटिक ट्रिटमेन्ट छ, किनभने त्यहाँ जातभात छैन भन्ने गर्नुभएको छ। तर नेपालमा हेऱ्यो भने बुद्धिस्टहरू जातभात नभएको बुद्धिस्ट त छैन, फेरि कच्चामा छ। यो जातभात चाहिँ बडा अनौठो जकडिएको यति गाह्रो चिज छ। इस्लाम भन्ने धर्ममा कुनै किसिमको उच्चनीच छुचापात छैन, एउटै थालमा खाने पनि उनीहरूको कल्चर छ। तर इकोनोमिक क्लासको दृष्टिकोणमा हेऱ्यो भने त्यहाँ पनि तपाईँको इकोनोमिक क्लास चाहिँ ले त्यो कास्टले, तर कन्भर्जन र पछि आएका र पहिले भएका अहमदिया र अर्को बिचमा फेरि अर्को छुवाछुत छ। त्यहाँ बिहाबारी हुँदैन उनीहरूकोमा पनि, जबकि इस्लाम भनेको सबैभन्दा इक्यालिटेरियन रिलिजन हो भनेर भन्छ। त्यही भएर मलाई पनि के लाग्छ भने रिलिजनकै कारणले उहाँले छोड्नु भएको हो कि प्रतीकात्मक रूपमा त्यो प्रतिरोधको कारण छोड्नु भएको भन्ने त्यो अझै बुझ्न सकेका छैन। तर के हो भने महाराष्ट्रबाट आएको हुनाले महाराष्ट्रमा त्यो महार कम्युनिटी मार्सल कम्युनिटी पनि हो, लडाइँमा पनि सैनिक पनि उनी हो, सैनिकहरूमा छुवाछुत हुन्छ, त्यस कारण सैनिकमा जाँदैनन् होइन। अम्बेडकरको पिताजीहरू फ्यामिलीहरू आर्मीमा लडेको मान्छेहरू। आर्मी भन्ने बित्तिकै तपाईँले बुझ्नुपर्छ कलेक्टिभ लिभिङमा हुन्छ, उनीहरूको मेस हुन्छ, खाना खाने ठाउँ हुन्छ, बडा इन्ट्रेस्टिङ छ त्यो। तर त्यही भएर अलिकता पढालेखा परिवार, हेडमास्टरको काका भतिजाहरू हेडमास्टरहरू छन्, हुने खाने परिवारकै मान्छे। तर के भने मेरो समुदायको लागि म बोल्छु, बोल्नुपर्छ, मैले विभेद गरेको छु भनेर अब अघि एलिटको कुरा गर्दै हुनुहुन्थ्यो काले। समूह भएपछि साधन स्रोतको जो हुनुपर्छ, समूह भएपछि नेतृत्व चयन गर्नुपर्छ। सबैले हल्ला गरेर सिस्टम चल्दैन, नेतृत्व गर्ने बित्तिकै तपाईँको हायरार्की डेभलप हुन्छ, हायरार्की पछि एलिट फर्मेसन हुन्छ। त्यही भएर तपाईँहरूले किताब चर्चामा मेरो रबर्ट माइसलको पोलिटिकल ओलिगार्की भन्ने सुन्नुभयो भने ओलिगार्की भनेको नेतृत्व हो। ओलिगार्की इज द वे अफ डेभलपिङ अ लिडरसिप विच इज एलिटिस्ट। त्यही भएर मैले नेपालको 4-5 जना लिडरहरूको सेन्डिकेटलाई ओलिगार्की भनौँ कि भनेको नेपालीमा ट्रान्सलेट गर्दा कुलिन तन्त्र भनेर आयो डिक्सनरीमा। यो कहाँ कुलिन हुन्छ नि, कुलिन भनेको शालीन हुन्छ भन्ने लाग्यो होइन। अनि तर के रहेछ भने त्यसलाई अल्पतन्त्र भनेको कारण त्यो हो। त्यही कारण अल्प भन्ने बित्तिकै एलिट भइहाल्छ। जब टुक्यो सबैलाई यस्तो यो गणेशले नबोलेर कहाँ हुन्छ यहाँ धनगढीको पुरानो लागेको नि। एउटा मोहन विक्रम सिंहले चाहिँ नै अम्बेडकरका विषयमा चाहिँ डिस्कसन गरेका छ भने उनले जुन धार्मिक विद्रोह गरे त्यो धार्मिक विद्रोहको सट्टामा पोलिटिकल विद्रोह गरेको भए भारतको सत्तामा दलितहरू हुन्थे भन्ने विश्लेषण छ एउटा होइन। दोस्रो चाहिँ तिनले आफैले संविधान लेखे, तर त्यो संविधानमा दलित भन्ने शब्द किन नलेखा होला, के होला त्यसको उद्देश्य? इक्वालिटीको प्रिन्सिपलबाट। जस्तो अघि मैले सुरुमै दलित भन्ने शब्द प्रयोग गरौँ कि नगरौँ मलाई दुविधा हुन्छ भने त्यो अम्बेडकर पढेरै हो। दलित भनेर त्यो क्याटेगोराइज कति दिनसम्म राख्ने भन्ने कुरा हो कि। एकचोटि मान्छे भन्छ नि यो डिक्सनरीबाट छुवाछुत भन्ने शब्द हटायो भने छुवाछुत हट्छ भन्ने खालको मान्छेहरू पनि सुनिन्छ क्या। दलित भन्ने शब्द नराखेर त्यो प्र्याक्टिस हट्छ कि हट्दैन? हट्छ भने नराखौँ न भने हजुर। त्यस कारण अब मोहन विक्रमको कुरा त छोडौँ, बडा रोमान्टिक छन् है। यो उमेरमा जलजला लेखा छ है, रुवायो यार, त्यो पढ्छु भनेर लिएर आएको के पढ्नु लेख्छ भन्ने है। अब अम्बेडकरले चाहिँ के हो भने अम्बेडकरले विद्रोह अब उनको आकाङ्क्षामा कसैले विद्रोह गर्दैन के। मार्क्सले दाढी नपालिदिए हुन्थ्यो भनेर हुन्छ भने मार्क्सले जे गरे नि होइन। अम्बेडकर धेरै अगाडिको मान्छे हो। अम्बेडकरले जे गरे ऊ आफ्नो समय परिस्थिति अनुसार गरे। त्यो परिस्थिति अनुसार चाहिँ उनले गल्ती गरे भन्यो भने उनीहरूले उनकै समयमा त्यो गल्तीको आउँछ। अहिले हामीले अम्बेडकरका कारणले हामी संविधानमा दलित लेखेर बस्यौँ अथवा लेख्ने परेन भनेर भन्न मिल्दैन। म कुनै पनि हिस्टोरिकल के हो भने हिस्ट्री इज फुल अफ इफ्स एन्ड बट्स। यदि र जति यति धेरै छ। पृथ्वीनारायण शाह पूर्व नआएर पश्चिम गएर के हुन्थ्यो नेपाल भन्दा के कल्पना गर्ने? आन्दोलनमा त दलित भन्ने शब्द उनीहरूले इस्टाब्लिस गरे हो के? आन्दोलनमा दलित भन्ने शब्द इस्टाब्लिस गर्ने उनी हुन्थ्यो, तर उनीहरूले संविधान होइन। उनको मोडर्निस्ट इमेजिनेसन हो। सिटिजन हो हामी इक्वल छौँ होइन। इनइक्वालिटी छ, इनइक्वालिटीलाई एड्रेस गर्ने यो कास्ट सिस्टम
उखाड्नलाई धेरै डिफिकल्ट छ। सोसल प्रोग्राम्स एन्ड पोलिटिकल उसबाट, राइट टु एसोसिएसनबाट, राइट टु अर्गनाइजबाट गिभिङ देम भोइस, यो भनेको गिभिङ देम भोइस हो। राइट्स दिनु भनेको भोइस दिनु हो नि त। त्यसबाट चाहिँ हामीले यसलाई कन्टेस्ट गर्न सक्छौँ भनेर भने हो। मैले त्यसरी पढ्छु, आफ्नो आफ्नो रिडिङ छ। ल अब दुईटा मात्र अब चन्द्रसर त्यसपछि सरको ए ल चन्द्रसर छोटकरी हुन्छ त्यो गर्दा नि भयो छोटकरी धेरै कुरा आइसक्यो। दलित शब्दको कुरा आउँछ। अब 72 को संविधानसम्म आउँदाखेरि कुनै पनि संविधानमा दलित शब्द थिएन। विभेद किन अन्त भएन होइन? अहिले दलित शब्द राख्यो भने विभेद सिर्जना गर्यो भन्ने कुराहरू आएको त्यो भन्दा चाहिँ होइन। हिजो एउटा मिटिङमा गएको थिएँ, त्यो जो हाम्रो गगनजीहरू जम्मा भएको मिटिङमा एकजना एक्टिभिस्टले उठेर त्यहाँ दलित शब्द भन्ने प्रयोग भयो होइन। यो संविधानले दलितलाई, जनजातिलाई ब्ला यो क्लिसे छ नि त। त्यो खुर्र भन्दा बित्तिकै जुरुको उठेर यो दलित भनेर हामीलाई तपाईँ राख्न पाइँदैन भनेर कराएँ। अनि धन्यवाद दिदी, धन्यवाद भाइ। त्यसको त अरू हाम्रो नेपालीसँग हेर्दाखेरि जस्तो मेरो अवसर नभएर यो जस्तो नेपालीसँग जस्तो मानन्दरको कुराहरू हुन्छ होइन। तराईमा पनि अब त्यसले सानो कुराहरू जेनेरिक क्याटेगोरी होइन। मुख्य कुरा विभेद रहेछ कि विभेद हटेपछि जुनसुकै शब्द राख्छौँ त्यो मान्य हुने रहेछ। विभेदलाई कसरी हटाउने भन्ने कुरा नै होला। विभेद हटाउनलाई नेपालको यति मैले थ्याङ्क यू सर। अन्तिम प्रश्न होइन, आजका लागि जिज्ञासा मात्रै। हजुर भन्नुहोस्। यो अम्बेडकर किन भौतिकवादी हुन सकेन होला चाहिँ कारणहरू के होला? हजुर अनि फेरि मान्छेहरूले फेरि अम्बेडकरलाई किन मार्छन्, तुलना गर्छन्? होइन, त्यो त पोलिटिक्स हो। के हो भने अम्बेडकर लोकतन्त्रवादी हो कि परतन्त्रवादी हो? अम्बेडकर अम्बेडकर त लोकतन्त्र पनि प्रजातन्त्र भनेको, प्रजा भनेकै लोक हो। हामीले यो राजा भएको ठाउँमा हामीले राजा नहुँदा लोक भनेर बनायौँ त्यसलाई। राजा भएको हुनाले प्रजा भन्ने हो। तर हिजो प्रजातन्त्रै भनेर जेल नेल गएको मै पनि हो, हेर्नुहोस् है। बुझेन। तर अब अङ्ग्रेजले डेमोक्रेसी भन्न थालेको चाहिँ 4000 वर्ष भइसक्यो, चलेको छ। हामीलाई यो सिमेन्टिक्समा लडेको छैन।